काठमाडौँ उपत्यकाको उत्तरी सहरमा अवस्थित, सहर पनि हुन नसकेको अनि गाउँले जीवनलाई पनि छाड्न नसकेको एउटा सानो गाउँ। म मेरो जन्मठाउँलाई गाउँ नै भन्न रुचाउँछु, किनकि यसलाई सहर भनिहाल्न मेरो मनले मानेन, मानेन। सहर बिरानो प्रेमी जस्तो लाग्छ मलाई, जसको यादले जिन्दगीभर सताइरहन्छ, तर आफ्नै भनेर अँगाल्न भने सकिँदैन। गाउँमा सहरको हावा नलागेको होइन, तर यसले आफ्नो धर्म भने छाडेको थिएन। घर घरमा भेटिने गाउँले जीवनको दैनिकी कथाहरू, स्वाभिमानी मान्छेहरूका निर्दोष मुस्कान, साग, गुन्द्रुक र गोडेको मुलाको अचारको बास्ना, चाइनिज इट्टाले बनाएका घरहरू अनि झिङ्गटीका छानाहरू अझै पनि उस्तै थियो मेरो गाउँमा। बाबा हामीलाई पछिसम्म पनि सुनाउनुहुन्थ्यो, पुर्खोली घर नुवाकोटबाट आफ्नो अंशमा परेको घरखेत बेचेर जम्मा गरेको पैसाले यहाँ जग्गा किन्नु भएको रे। आफ्नै जग्गाको सानो कुनामा एउटा चिटिक्क परेको सानो घर बनाउनु भएछ। 4वटा गाई र 200वटा कुखुरा सहितको फार्म सुरु गर्नुभएछ, जुन अहिले पनि परिवारको व्यवसाय धान्ने त्यही एउटा फार्म छ र त्यही चलाएर बसिरहेका छौँ। बाबा मम्मीको 2जनाको परिवारमा हामी 4जना हुन पुगेका थियौँ। म जन्मेको 4 वर्षमा भाइ पनि जन्मियो। यसो भनौँ न, जब म स्कुल जान थालेकी थिएँ, मेरो सानो भाइ मामुको काखमा खेल्दै रमाइरहेको थियो। पछि त यो काठमा बसाइसरी आउनेहरूको सङ्ख्या वात्तै बढ्यो। थरीथरीका मानिसहरूको आगमनले बिस्तारै यो ठाउँमा विकासका कामहरू पनि स्वाभाविक रूपमा हुन थाले। जग्गाको भाव आकाशियो। बाबाले पनि छेउछाउका ससानो जग्गाको टुक्रा बेचेर एउटा पक्की घर बनाउनु भयो। बालापनका कुराहरू सबैका उस्तै त हुन्, फरक कसको हुन्छ र? त्यो बेला आफूलाई राम्रो लागेको पल अहिले जति गर्दा पनि सम्झिन सक्दिनँ। त्यो बेलाको दुःखको कथाहरू पनि खासै सम्झना छैन, तर एउटा कुरा भने म कहिले बिर्सिन सक्दिनँ, किनकि त्यही दिनदेखि मेरो वास्तविक जीवन सुरु भयो। छोरी हुनुको बोध भयो। मेरो सुख दुःखको कथा सुरु भयो, जसलाई चाहेर पनि म कहिले भुल्न सक्दिनँ। 13 वर्षको हुँदा पहिलोपटक मेरो मिन्स भयो। त्यो दिन बिहानैदेखि मलाई नमिठोसँग पेट दुखिरहेको थियो। मामुले सन्चो छैन भने नजान त आज, म मिसलाई फोन गरिदिन्छु भन्नुभएको थियो। तर एक दिनको मात्र भए पनि मलाई आफ्नो पढाइ छोड्न मन लागेन। स्कुलको बेल्ट पेटमा दोहोरो गरी बाँधेँ र मलिन अनुहार बनाएर स्कुलतिर गएँ। एसेम्ब्लीमा पनि जान सकिनँ। म बेन्चमा टाउको अडाएर साथीहरूलाई हेरिरहेँ। ऋतु पनि मसँग क्लासमा बसेको थिए। मलाई सन्चो नभएको जस्तो ठानेर उसले मेरो निधारमा बिस्तारै छामी। निधार चिसो थियो, ज्वरो आएको भने थिएन। मैले उसको हातलाई आफ्नो हातले मजाले थिचेँ। मेरो पुरा शरीर पीडामा थरर कामिरहेको थियो। मेरो बिग्रदो हालत देखेर ऋतु स्टाफ रुमतिर दगुरी। मलाई आफ्नो कम्मरभन्दा तल केही तातो कुरा बगेको अनुभव भयो। म डराउँदै डराउँदै बाथरुम भएतिर लागेँ। मेरो शरीरबाट ब्लड बगिरहेको थियो। मलाई यो के भयो भनेर मन एक्कासी अत्तालिन थाल्यो। मेरो श्वास टक्क फुलेर आयो। म मामुलाई सम्झेर जोड जोडले रुन पनि थालेँ। त्यो दिन पीडामा नै बित्यो। धन्न मामु समयमा मलाई स्कुलमा लिन आउनुभयो, नत्र त मलाई बाथरुमबाट बाहिर निस्केर मुख देखाउन पनि लाज लागिरहेको थियो। प्रभा आमाले धेरै सम्झाउनु भएको थियो, तिमीलाई मिन्स भएको छ, पहिलोपटक सबैलाई यस्तै पीडा हुन्छ। तैपनि मनले मानिरहेको थिएन। पछि त्यही कुरा मामुले भनेपछि हो रहेछ भन्ने विश्वास लाग्यो। घर आएपछि कोठामा म सिरकले मुख छोपेर सुतिरहेको थिएँ। सकेसम्म मेरो पीडा मामुलाई पनि लुकाउन खोज्दै थिएँ। मनतातो पानी बोकेर मामु मेरो कोठामा आउनुभयो। मलाई आफ्नो न्यानो अँगालोमा बाँध्नुभयो र मेरो निधारमा चुप्प गर्दै भन्न थाल्नुभयो, मेरो छोरी अब ठुली भइछ। पहिलोपटक मामुले मलाई फरक नजर हेर्नुभएको थियो। यस्तो लाग्दै थियो उहाँले मलाई पहिलोपटक देखिरहनु भएको थियो। उहाँको हेराइमा अनौठो भाव, प्रगाढ विश्वास, सबै कुरा थियो। तर मलाई भने अप्ठ्यारो लागिरहेको थियो। यस्तो पनि हुने रहेछ, आफ्नै आमासँग पनि मलाई नजर जुदाउन गाह्रो परिरहेको थियो, किनकि अब म ठुली भएको थिएँ अरे। म ठुली भएको दिनदेखि 5 दिनसम्म स्कुल जान सकिनँ। शरीरमा पीडा कम हुँदै थियो, तर मनमा लाजले डेरा जमाउँदै थियो। अब सर म्याडम र साथीहरूको अगाडि कसरी मैले मुख देखाउने? यत्रो दिनसम्म किन स्कुल नआएको भन्दा के जवाफ दिने? मलाई भगवानले किन यस्तो नाजुक शरीर दिएछन् नि? म छोरी भएर जन्मेकोमा गर्व गर्थेँ, तर अहिलेको आफ्नो हालत लेख्दा कुनै पापको सजाय भोगेकी जस्तो लागिरहेको थियो। म बिहानैदेखि मुख फुलाएर बसिरहेको थिएँ। बाबाले सन्चो छैन छोरी भनेर सोद्धा पनि केही भएको छैन भनेर चुट बोलेकी थिएँ। हुन त के भएको थियो र मलाई, तर पनि मनमा लाज पीडा भने अथाह थियो। म गरौँ पाइला चाल्दै ढिलो गरी स्कुल पुगेँ। दिनभरि म कसैसित पनि बोलिनँ, कसैले मलाई पनि केही सोधेनन्। सर म्याडमले पनि मलाई केही सोध्नु भएन, केवल मुसुक्क हाँसेर मलाई स्वागत गर्नुभएको थियो।
यसरी 2 दिन बित्यो। मलाई कसैले पनि केही सोधेनन्। बेकारमा धेरै थोक सोचेर आफूलाई पीडा दिइरहेको रहेछु। बिस्तारै म पुरानो अवस्थामा फर्किन थालेँ। त्यसपछि 2 महिनाको अन्तरालमा म फेरि मिच भएँ। यो पटक पहिलाको जस्तो डर लागेन। प्रभा म्यामलाई भनेर घरमा फोन गर्न लगाएँ। मामु स्कुलमा लिन नआउने बेलासम्म म प्रभा म्यामसँगै बसेँ। उहाँले पनि मामुले जस्तै गरी धेरै कुराहरू सिकाउनु भयो। त्यसपछि त मलाई मिन्स हुनु हामी केटीहरूको एउटा प्राकृतिक प्रक्रिया रहेछ, यो सबैलाई हुन्छ भन्ने भयो। त्यसपछि मात्र मैले पहिलोपटक आफूलाई राम्रोसँग बुझेको अनुभव भयो। समय बित्दै गयो। वर्ष थपिएसँगै उमेर र वयस पनि थपियो। शरीरमा आएका अनेक परिवर्तन बाहिरबाट प्रष्ट देखिन थालिसकेको थियो। ऐनामा आफूलाई घन्टौँसम्म हेरिरहँदा पनि म नगाउने भएकी थिएँ। मेरो शरीरमा हुनुपर्ने सबै कुराहरू ठिक आफ्नै ठाउँमा थिए, तैपनि म आफैसँग सन्तुष्ट थिइनँ। कतै पार्टीमा मामुसँग जाँदा पनि आफन्तहरूले आमा छोरी त कस्तो चिन्ने नसकिने भएको भन्दा मनमा कम त खुसी हुन्न थियो। म बुझ्न सक्दिनँ थिएँ उनीहरू मेरो जवानीको तारिफ गरिरहेको थिए कि मामुको। 15-16 वर्षको उमेरमा आफ्नो मनलाई सम्हाल्न धेरै गाह्रो हुने रहेछ। तँलाई त मैले जसरी पनि सम्हालिरहेको थिएँ, सिमलको भुवा जस्तो यो मनलाई पनि सम्हाल्न सकिनँ। घरमा, स्कुलमा, खेतमा जहाँ जाँदा पनि मेरो मन मसँग कहिले सँगै भएन। मेरो शरीरले एउटा कुरा गरिरहेको हुन्थ्यो भने म चाहिँ बादलसरी आकाशमा डुलिरहन्थ्यो। आजभोलि म सपना धेरै देख्ने भएकी थिएँ। रातमा त देख्थेँ, दिनमा पनि देख्न थालेको थिएँ। मलाई रातमा आउने सपनाको निकै माया लाग्थ्यो, किनकि रातको सपना धेरै लामो हुने गर्थ्यो। जहाँ म निष्फिक्री उड्न पाउँथेँ आकाशमा, मेरा सपनाहरू पनि त्यस्तै हुन्थे। अचम्मको सपनाहरू देख्थेँ। ठुला ठुला पहाडहरू चढिरहेको हुन्थेँ, अग्लो पहाडबाट तल झरिरहेको हुन्थेँ। म यसरी झरिँदा कहिले पनि जमिनमा आइपुग्दिन थिएँ। सधैँ आकाशमा, सधैँ बादलमा नै हुन्थेँ। कहिलेकाहीँ मामुले सुनाउने कथाका राजकुमारहरूलाई पनि म सपनामै भेट्थेँ। उनीहरू अचम्मै सुन्दर र बलिया हुन्थे। तर मामुले भनेको जस्तो उनीहरूसँग वायुपङ्खी घोडा भने थिएन। मलाई लाग्थ्यो म अहिले सानी छु। जब मेरो बिहा गर्ने बेला हुन्छ, मेरो सपनाको राजकुमार पक्कै वायुपङ्खी घोडामा हुनेछ। एक दिन मेरो राजकुमार सपनाबाट फुत्त मेरो संसारमा आयो। उसको नाम रिदम। ऊ सरासर हाम्रो कक्षामा आएको थियो अनि म्यामसँग धेरै कुराहरू इङ्ग्लिसमा नै संवाद गरिरहेको थियो। यस्तो राम्रो इङ्ग्लिस त हाम्रो कक्षामा कसैले पनि बोल्दैन थियो। अचम्म लाग्यो उसको उपस्थिति अनि अङ्ग्रेजी सँगसँगैले। म्यामले उसलाई हामी सबैको सामु परिचय गराउनु भयो। उसले सबै कुराहरू खर्र इङ्ग्लिसमा नै भन्यो। अरूले कति कुरा बुझे या याद राखे, तर मलाई भने उसको नाम मात्र याद रह्यो। मनमा नै गुनगुनायो उसको नाउँ रिदम। आहा, कति प्यारो नाम। रिदम भाग्यवश मेरो बेन्चको आडमा आएर उभियो। उसले एक नजर चारैतिर घुमायो। कक्षाका सबै बेन्चहरू भरि भराउ थिए। प्रायःजसो बेन्चहरूमा 4-4 जना कोचिएर बसेका हुन्थ्यौँ। हाम्रै बेन्चमा मात्र 2 जना थियौँ। त्यसैले अर्को बेन्चको व्यवस्था नहुन्जेल ऊ हामीसँगै बस्ने भयो। हाम्रो स्कुलमा आजसम्म केटा र केटी एउटै बेन्चमा बसेको रेकर्ड थिएन। सँगै बस्न त परको कुरा, बोलेको देखे भने मात्र पनि लप परेको हल्ला फैलिन्थ्यो स्कुलभरि नै। ऊ मेरो आडमा आएर बसेदेखि मेरो मुटुको धड्कन एक्कासी बढ्न थाल्यो। मुटु जोडले ढुकढुक ढुकढुक गरिरहेको थियो। मेरो मुटुको धड्कन म प्रष्टै सुनिरहेको थिएँ। कतै रिदमले त सुनेको छैन कि भनेर म उसतिर नजर डुलाएर हेर्थेँ, तर ऊ भने एकहोरो ब्ल्याकबोर्डमा हेरिरहेको हुन्थ्यो। स्कुल छुट्टीपछि घर फर्किने बेलामा उसले मेरो नाम सोध्यो अनि मैले मुस्कुराउँदै भने म निर्जला अनि ऊ चाहिँ ऋतु। हाई, म रिदम। उसले नभने पनि मलाई उसको नाम कण्ठै थियो। स्कुल गेटबाट छुट्टिने बेलामा उसले मतिर हेर्दै अरूले नसुन्ने गरी भन्यो, कस्तो राम्रो आँखा, आई लाइक देम। रिदमले मेरो आँखाको तारिफ यसरी गर्यो कि उसले मलाई धेरै पहिलेदेखि चिनेको छ। उसको बोलीमा कुनै बनावटी थिएन। उसले मेरो आँखामा कति बेला हेऱ्यो मलाई थाहा नै भएन। के साँच्चै उसले मेरो आँखा मन पराएर तारिफ गरेर होला त? म आफैलाई खासै राम्रो छु जस्तो त लाग्दैन थियो। जति अरू केटीहरू छन् स्कुलमा तीभन्दा खासै राम्रो होइन म। तर जब ऐनामा आफूलाई हेर्छु नि, र कहिलेकाहीँ आज रिदमले जसरी तारिफ गरेको थियो अरूले पनि त्यसरी नै तारिफ गरेको सुन्छु नि, मेरो आत्मविश्वास वात्तै बढेर आउँथ्यो। आफू राम्री छु भन्ने भान हुन लाग्थ्यो। रिदमले भनेपछि मलाई पनि लाग्न थाल्यो मेरो आँखा साँच्चै राम्रा छन् कि भनेर। एउटा बेन्चमा हामी 3 जना भएका थियौँ। ऋतु भित्तातिर कुनामा बस्थे, म बिचमा बस्थेँ र रिदम छेउमा।
हाम्रो उमेर नै त्यस्तै थियो। केटाहरूको एक नजरले पनि हामी केटीहरू शरमले रातो पिरो हुन्थ्यौँ। झन् रिदम त मेरो साथमा बसेको थियो। कहिलेकाहीँ ब्यागबाट किताब कपीहरू झिक्दा मेरो हातले उसको ज्यानमा छोइन्थ्यो। कहिलेकाहीँ अन्जानमा उसको हातले मलाई छुन्थे। उसको स्पर्शले मलाई कस्तो भयो होला, अरू कसैले अनुमान मात्र पनि गर्न सक्दैन। रिदम हाम्रो बेन्चमा 2 हप्तासम्म सँगै बस्यो, तर उसले भने सधैँ आफूलाई एउटा दूरीमा राख्थ्यो। आवश्यक पर्दा बाहेक ऊ नजिक पनि पर्दैन थियो। उसको बेहोराले नै मलाई उप्रति खै कस्तो कस्तो अनौठो खालको सम्मान जाग्थ्यो। सबै केटाहरू एउटै हुँदैन रहेछ, जसले गर्दा केटाहरूप्रति हेर्ने नजर नै परिवर्तित गरिदियो। तेस्रो हप्तामा कक्षामा अर्को बेन्च थपियो र साथै रिदमसँगको मेरो दूरी पनि थपियो। मैले त यी 2 हप्ताको साथमा पनि धेरै सपनाहरू देख्न थालिसकेको रहेछु। मनै मनमा म रिदमलाई छुन चाहन्थेँ। उसको स्पर्शको लालायत थिएँ। ऊ मेरो सपनामा पनि आउँथ्यो। मेरो सपनामा पनि ऊ त्यस्तै लजालु थियो। जब म उसलाई छुन खोज्थेँ नि, तब केही न केही कुराले मलाई बिउजाइहाल्थ्यो। म फेरि सुतेर रिदमलाई सम्झिने कोसिस गर्थेँ। उसको धमिलो आकृति मात्रै आउँथ्यो। त्यसपछि एकैछिनमा म भुसुक्क निदाउँथेँ। रिदमको फर्स्ट इम्प्रेसन नै मलाई यति राम्रो लागिसकेको थियो कि मलाई उसले जे गरे पनि राम्रो लाग्थ्यो। उसले हाँसेको, हिँडेको, बोलेको, साथीहरूसँगै खेलेको सबै कुराहरू राम्रो लाग्न थाल्यो। ऊ कहिलेकाहीँ रिसाएर ठुस्स परिरहन्थ्यो, कसैसँग पनि बोल्दैन थियो। मलाई त उसको त्यो बानी पनि मन परेको थियो। उसले जे गर्छ राम्रै गर्छ भन्ने मेरो मनमा छाप परिसकेको थियो। पढिरहेको बेला ऊ मलाई मात्र हेरेर टोलाइरहन्थ्यो। कहिलेकाहीँ आँखा पनि झिम्काउन भ्याउँथ्यो। क्लासबाट भित्र बाहिर गर्दा म नजिकै परेर हिँड्न खोज्थ्यो। म थाहा नपाए जस्तो गरिदिन्थेँ। केही कुरा दिने बहानामा ऊ मेरो हातमा स्पर्श गर्न पनि खोज्थ्यो। मौका पर्दा मसँग नजिकिन पनि खोज्थ्यो। ऋतु रिदमलाई बेला बेलामा शङ्कालु नजरले हेर्थे, तर म उसको कुरामा खासै वास्ता गर्दैनथेँ। उसले जे गर्छ राम्रै गर्छ भन्ने परेको थियो मलाई। सायद त्यही भएर पनि होला म रिदमसँग चाँडै नजिकिन पुगेँ। रिदमलाई मन पराउन थालेपछि मैले बिस्तारै उसको चियो चासो गर्न थालेको थिएँ। ऊ को केटीसँग बोल्छ, कुन कुन केटीहरू उसँग बढी चिस्किन्छन्, उसलाई मनपर्ने खानेकुराहरूदेखि मनपर्ने कलरसम्म, उसको फेभरेट सिङ्गरदेखि हिरोइनसम्मको सबै जानकारी सङ्कलन गर्न थालेँ। ऊ मेरो नजिक आउँदा म सधैँ उसले मन पराउने कुराहरू मात्रै गर्थेँ। उसले पनि आफूलाई मनमा लागेका कुराहरू सबै खुलेर गर्न थालेको थियो। सायद उसको विचार पनि मसँग मिलेको देखेर ऊ मलाई विश्वास गर्थ्यो होला। अरू साथीहरूबाट मैले थाहा पाएकी थिएँ उसलाई अरू धेरै केटीहरूले मन पराउँदो रहेछन्। जब साथीहरूले मेरै अगाडि ती सबै केटीहरूको नाउँ पालो भने नि मलाई त ती सबैसँग रिस उठ्न थाल्यो। म भित्रभित्र आरिसले जल्न थालेँ। अब त मेरो र स्कुलको अन्य केटीहरू बीच एउटा नदेखिने गरी रेस सुरु भइसकेको थियो। कसले पहिला रिदमलाई आफ्नो मनको कुरा भन्ने भनेर। म रेसमा हार मान्न तयार थिइनँ। मैले आफूले जानेको र सकेको अस्त्र प्रयोग गर्न थालेँ। रिदमसँग मित्रता बढाउँदै जान थालेँ। स्कुलको खाली पिरियड, टिफिन ब्रेकमा म उसँग कुरा गर्न पुगिहाल्थेँ। बिहान स्कुल जाँदा, बेलुका घर फर्कदा पनि उसलाई गेट बाहिरै कुरेर भए पनि सँगै जाने गर्न थालेँ। रिदमसँग हुँदा म आफूलाई संसारको सबैभन्दा खुसी भएको महसुस गर्थेँ र मेरो हर खुसीको कारण रिदम हो भनेर बुझ्न चाहन्थेँ। म रिदमलाई सधैँ आफ्नो वरपर राख्न चाहन्थेँ। रिदमलाई आफूतिर आकर्षण गर्न मैले स्कुल जाँदा मैले थाहा नपाउने गरी मेकअप पनि गर्न थालेको थिएँ, जुन हाम्रो स्कुलमा अनुमति थिएन। म रिदमलाई पाउन अरू केटाहरूसँग झै झगडा गर्नु परे पनि पछि नट्ने स्थितिमा थिएँ। मेरा लागि रिदम ज्यान थियो। यस्तो लाग्थ्यो ऊ मेरो सबै थोक हो। रिदम स्पोर्ट्समा राम्रो थियो। स्कुलमा सबैभन्दा राम्रो बास्केटबल रिदम नै खेल्थ्यो। यो कुरामा पुरा स्कुल सहमत थियो। त्यसैले उसलाई बास्केटबल टिमको क्याप्टेन पनि बनाइएको थियो। स्कुलको टिमबाट बास्केटबलमा उसैले पहिलो ट्रफी पनि जितेको थियो। त्यो दिन उसले ट्रफी मात्र होइन, मेरो मन पनि जितिसकेको थियो, मेरो मायालाई पनि जितिसकेको थियो। काठमाडौँ भ्याली स्तरीय बास्केटबल प्रतियोगिता आउँदै थियो। स्कुलले पनि सहभागी जनाउनु भएकोले हाम्रो स्कुलको टिमले राम्रो तयारी गर्न थालेको थियो। बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म उनीहरू बास्केटबल कोर्टमै हुन्थे। म बेला बेलामा रिदमलाई भेट्ने चाहनामा बोतलमा पानी बोकेर ऊ भएको ठाउँमा जान्थेँ। मेरो हातको पानी देखेपछि सबै केटाहरू दगुर्दै पानी खोज्न म भइदिएर आउँथे। अब पानी कसलाई पो दिने होला भनेर दोधारमा परिरहेको बेला रिदम आवाज जसरी मेरो छेउमा आइपुग्थ्यो र मेरो हातको बोतल थुतेर टाप कस्थ्यो।
पानीको प्यासले तिर्खाएका केटाहरू उसको पछि लाग्थे। ऊ अलि पर पुगेर मलाई हेर्थ्यो अनि मुस्कुराउँदै पानी पिउँथ्यो। मलाई यस्तो दृश्य हेर्नु खुब मजा लाग्थ्यो। बास्केटबल प्रतियोगितामा हाम्रो स्कुलले राम्रो पर्फर्मेन्स गरेको थियो र फाइनलसम्म पुगेको थियो। फाइनल म्याच आजको टिमसम्म हुने भयो, जुन त्यो ठाउँको सबैभन्दा बलियो र राम्रो टिम थियो। त्यो स्कुल लगातार 5 पटक विजेता बनिसकेका थियो। यसपालि हाम्रो टिमले यस्तो खेल देखायो जसले गर्दा हामी मात्र उसलाई च्यालेन्ज गर्न सकेको भन्ने सबैले आकलन गर्दै थिए र यसको एकमात्र कारण रिदम र उसको टिम। फाइनल म्याचमा हाम्रो आफ्नो टिमलाई हौसला मिलोस् भनेर स्पोर्ट्स सरले क्लास 9 र 10 का सबै विद्यार्थीहरूलाई म्याचमा हुटिङ गर्न लानुभयो। हामी त्यहाँ पुग्दा खेल सुरु भइसकेको रहेछ। स्वाभाविक रूपमा हाम्रो टिम पछि परेको थियो। जब बास्केटबलको कोड वरपरि हामी जम्मा भएर चिच्याउन थाल्यौँ, एकपछि अर्को स्कोर गर्दै हाम्रो टिमले नतिजा उल्टाइदियो। त्यो प्रतियोगितामा सबैभन्दा धेरै पोइन्ट स्कोर गर्ने रिदम नै भयो र हाम्रो स्कुलले पहिलो पटक बास्केटबल प्रतियोगितामा पहिलो ट्रफी उचाल्यो। हामी सबै यति धेरै खुसी भएका थियौँ कि कराउँदा कराउँदा सबैको घाँटी बसिसकेका थियो। तर हाम्रो खुसी भने रोकिएको थिएन। मञ्चमा रिदमले पुरस्कार थापिरहँदा खुसीले मेरो आँखा रसाएका थिए। म पिलपिल गर्दै आँसु पुस्दै उसको जितमा ताली बजाउँदै थिएँ। हाम्रो स्कुलबाट जानेहरूमा त्यहाँ खुसीले भावुक नहुने सायदै कोही थियो होला। रिदम जस्तै मञ्चबाट तल ओर्लियो, अर्को स्कुलको केटाकेटीहरूले उसलाई घेरेर बधाई दिन थाले। केटाहरूले अँगालो मार्थे, केटीहरूले हात मिलाउँथे। केटीहरू पनि रिदमसँग खुबै मस्किँदै कुरा गरिरहेको थिए। झन् एउटा केटीले त उसको हात यसरी समाते कि धेरै बेरसम्म छोड्दै छोडिन। रिदम उसलाई सम्झाउने कोसिस गरिरहेको थियो, तर त्यो केटीले रिदमलाई छोड्नै मानिरहेकी थिइन। अवस्था जटिल बन्दै गएपछि हाम्रा स्कुलका अरू साथीहरू पनि रिदम भएका ठाउँमा गए। त्यो केटीलाई खै के भनेर सम्झाए। फर्केर आउँदा सबैजना हाँस्दै फर्किएका थिए। रिदमसँग हात मिलाउँदै जितको बधाई दिएँ। मैले उसको अनुहारमा हेर्नै सकेकी थिइनँ, कारण मेरो आँखाको भरिएको आँसु। उसले थ्याङ्क्स मात्र भन्यो र अरू साथीहरूसँग गएर बस्यो। ऊ सबैसँग कतै विनम्र भएर हाँसी हाँसी बोल्दै थियो। ऊ कति धेरै खुसी देखिन्थ्यो अनि उसको कारणले पुरा स्कुल नै खुसी थियो। यी सब कुराहरू नजिकबाट निहालिरहँदा मलाई मनमा लाग्न थालेको थियो कि रिदम नै मेरो लागि बेस्ट हो, मेरो पर्फेक्ट चोइस नै उही हो। रिदम नै मेरो सपनाको राजकुमार हो, जो बिहेको दिन मलाई लिन घोडा चढेर आउँछ, त्यो पनि वायुपङ्खी। साँझ गाडीमा स्कुल फर्किँदै गर्दा रिदम आफ्नो साथीहरूसँग गाडीको सिटमा बसेको थियो। ऋतु र म लास्ट सिटमा थियौँ। म झ्यालबाट बाहिर फाँटतिर हेरेर मलाई भुलाउने कोसिस गरिरहेको थिएँ, किनकि रिदमले मलाई यता एक्लै छोडेर आफू मात्र रमाइलो गरिरहेको पटक्कै मन परिरहेको थिएन। अरू केटीहरू जसरी म उसँग छल्लिएर बोल्न पनि जान सक्दिनँ थिएँ। रिदमलाई साथीहरू एकछिन अगाडि भएको घटना सम्झेर जिस्काइरहेका थिए। के भएको रहेछ भनेर मैले ऋतुलाई अगाडि बुझ्न पठाएँ। ऊ धेरै बेर केटाहरूको कुरा सुनिसकेपछि अँध्यारो अनुहार बनाएर फर्किए। मैले के रहेछ खास कुरो भनेर सोद्धा ती केटीले रिदमलाई पहिलेदेखि चिनेको रहेछ, रिदमको पुरानो गर्लफ्रेन्ड भनेर जिस्काउँदैछन्। खास कुरा त मैले पनि बुझिनँ। मलाई भित्रभित्रै रिदमदेखि एक्कासी रिस उठ्न थाल्यो। उसको लागि भनेर म यति धेरै चिच्याएँ, कराएँ, उफ्रेँ, तर ऊ मेरो वास्ता नै गरिरहेको थिएन रत्तिभर पनि। ऊ त जितको खुसीमा मग्न थियो। मैले बेला बेलामा रिदमतिर हेर्थेँ। ऊ पनि मलाई पुर्लुक्क हेर्थ्यो र नजर अन्त्य मोडिहाल्थ्यो। मेरो मनको भाव मेरो अनुहारमा स्पष्ट झल्किरहेको थियो। ऋतुले पनि मलाई खै तँलाई के भएको हो भनेर सोधिरहन्थे, तर आफूले आफ्नो ठानेको मान्छेले चाहिँ कुनै वास्ता नै नगरेको देख्दा मन कटक्क खाइरहेको थियो। रिदमकै बारेमा सोच्दा सोच्दै हामी स्कुल आइपुगेछौँ। सबैजना बसबाट झरेपछि मात्र हामी 2 जना ओर्लियौँ। हामी स्कुलमा पुग्दा रिदम र टिमलाई पुरा स्कुलले घेरेको थियो। सर म्यामहरूले पनि अबिर लगाइदिएर विजेता खेलाडीको स्वागत गरिरहेका थिए। पुरा स्कुलले विजयको उत्सव मनाइरहँदा म भने भित्रभित्रै टुटिरहेको थिएँ। कस्तो गाह्रो मायामा। सायद यो माया हो र? उसले त माया जताएको थिएन, तर पनि मलाई रिदमसँग किन यति बिघ्न आशा? किन उसले नहेरिदिएको भएर, किन उसले वास्ता नगरिदिएको भएर म अहिलेको खुसीमा रमाएकी मान्छे अहिले यसरी एक्कासी टुटेँ। कुरा त्यति ठुलो पनि थिएन। मलाई रिदमले थ्याङ्क यू मात्र भन्यो भनेर म दुखी भइरहेको थिएँ। थाहा छैन किन हो, आजभोलि रिदममा आफ्नो हक अलि बढी नै खोजिरहेको थिएँ मैले। रिदमबाट यति धेरै आशा राख्नु मेरो लागि कतिको हानिकारक हुन सक्ला त्यो समयमा मैले बुझ्न सकिरहेको थिइनँ। साँझ अबेरसम्म गेट अगाडिको स्टेसनरीमा रिदमलाई कुरी बसेँ।
सधैँ जस्तो ऊ साथीहरूसँग हुल बाँधेर बाहिर निस्कियो। यति अबेरसम्म म पर्खी बसेको देखेर छेउमा आयो। मलाई किन घर नगयो कि भनेर उल्टै गाली पो गर्न थाल्यो। मलाई त त्यहीँ उसलाई अँगालो हालेर रोइदिउँ जस्तो भएको थियो। तर आफ्नो स्कुल अगाडि रमिता देखाउन मन लागेन। मैले स्टेसनरीमा काम भएकोले बसेको भनेर भनिदिएँ। ऊ साथीको कानमा काने खुसी गरेर के भनेर म भएको ठाउँमा फर्कियो। मैले रिसाएको जस्तो स्वाङ पारेर उसलाई कुर्की लगाएँ। के हो क्याप्टेन साहब, ट्रफी जितेपछि त हामीलाई वास्तै गर्नु भएन त? बिर्सेको भए यसरी तिमीसँग हुन्थ्यो त? उसले भन्यो। मैले तिमीलाई भेट्नलाई पर्खेर पो तिमी यहाँ छौ त मसँग यतिखेर। तिम्रो त मन पनि हुनु पर्यो नि हामी जस्तालाई भेट्न। मैले यति भन्नु नपाउँदै साथीहरूले गर्दा हो तिमीसँग बोल्न पाइनँ भनेर उसले जवाफ दियो। बो धेरै नाटक गर्नु पर्दैन, मलाई सब थाहा छ। अघि त्यो स्कुलमा हात समाई बोल्ने केटी चाहिँ को नि? अरे तिमीले त्यो केटीसँग मलाई शङ्का गरे कि? मलाई बल्ल थाहा भयो तिम्रो अनुहार किन पौडी जस्तो फुलेको भनेर। त्यो त बहिनी हो नि, जोसुकै होस् बहिनी भन्दामा त्यसरी छोइहाल्नुपर्छ त? केटा मान्छे नै नदिए जस्तो गरी मलाई मन परेन है त्यस्तो कुरा चाहिँ। मैले कुर्की देखाएँ। कस्तो कुरा मनपर्छ त मेरो राजकुमारीलाई? रिदमले मलाई पहिलोपटक राजकुमारी भनेको थियो। यसो भन्दा उसको हातले मेरो गालामा बिस्तारै चिमोटेको पनि थियो। रिदमको हातको स्पर्शले नै मेरो आधाउधी रिस त घटिहाल्यो। बाटोमा मान्छेहरू हिँडिरहेका थिए। साँझ पर्ने बेला यसरी दुईजना केटाकेटीहरू स्कुल ड्रेसमा एकअर्कालाई जिस्काउँदै हिँड्दा पक्कै देख्नेहरूले राम्रो मान्नेवाला थिएनन्। मनमा जति नै धेरै माया भए पनि खुला रूपले देखाउन सक्ने त्यो बेला थिएन। मलाई अलि डर लाग्न थाल्यो रिदमसँग त्यसरी खुलेर बोल्नलाई। बाटोमा एउटा सानो खोल्सो थियो। त्यहाँ ठुलो बाँसको घारी भएकोले घाम नडुब्दै रात परेको जस्तो हुन्थ्यो। अरू दिनमा भएको भए म यति बेला त्यो बाटो हिँड्न सक्दिनँ थिएँ होला। तर अहिले मेरो साथमा रिदम थियो। मैले रिदमको हात बिस्तारै समातेँ। सुरुमा त ऊ झस्कियो र मलाई एकहोरो हेऱ्यो। मेरो आँखामा उसले यसरी कहिले हेरेको थिएन। उसको आँखामा प्रेम बिन्ती थियो, मायाको अथाह सागर थियो। मैले उसको आँखाको नानीमा आफूलाई देखिरहेको थिएँ। उसले झोलाबाट आज आफूले पाएको बेस्ट प्लेयरको मेडल झिक्यो र मेरो गलामा पहिराइदियो। उसको यस्तो शैली देखेर मलाई डर लागिरहेको थियो। कतैबाट हामीलाई कसैले देखिरहेको त छ कि भन्ने। उसले मेरो आँखामा हेर्दै भन्यो, आज मेरो जीवनको सबैभन्दा खुसीको पल हो। यो पल म तिमीसँग बाँड्न चाहन्छु। म तिमीलाई धेरै मन पराउँछु निर्जला। एकछिन रोकिएर मेरो आँखामा हेऱ्यो। मेरो कुनै प्रतिक्रिया नदेखेपछि उसले फेरि थप्यो, निर्जला आई लभ यु। डु यु लभ मी? मसँग उसको प्रश्नको शब्दले दिन सक्ने उत्तर केही थिएन। मैले धेरै दिनदेखि मनमा जे कुरा रिदमलाई भन्छु भनेर सोचिरहेको थिएँ त्यही कुरा आज रिदमले आफै मलाई भन्यो। रिदमले मलाई आफूतिर तान्यो र एक हातले मेरो कम्मरमा समात्यो। उसको अर्को हात मेरो अनुहारमा दगुर्दै थियो। मेरो मुटु जोड जोडले धड्किन थाल्यो। मेरो शरीर पसिनाले भिज्न थाल्यो। रिदमले उसको प्रश्नको जवाफ कुरिरहेको थियो। ऊ मेरो मुखको यति नजिक आइसकेको थियो कि मैले उसको तातो श्वास महसुस गरिरहेको थिएँ। मेरो आँखा बन्द गरेँ र उसको छातीमा आफ्नो हात राखेको मात्र के थिएँ उसको मुटु त मेरोभन्दा बढी जोडले धड्किरहेको रहेछ। उसको शरीरको तातोले मलाई पगाल्दै थियो। उसले फेरि सोध्यो, निर्जला डु यु लभ मी? मेरो मस्तिष्क स्थिर भएको थियो। मैले केही सोच्नै सकिनँ। यस भनौँ कि नो? म दोधारमा परेँ। मैले सुरुमा मामुलाई सम्झेँ। त्यसपछि उहाँले भनेका कुरा मेरो दिमागमा चलजले नाच्न थाल्यो। जहिले पनि जिन्दगीमा निर्णय गर्नु अघि एकचोटि मलाई सम्झिनु अनि परिवारको इज्जतको ख्याल गर्नु। हाम्रो लागि सबभन्दा ठुलो इज्जत तै हो छोरी। मेरो ओठमा केही तातो कुराले स्पर्श गर्यो। रिदमको हात बिस्तारै मेरो कम्मरबाट माथि माथि सर्दै जान थाल्यो। उसको हात बिस्तारै मेरो छातीमा पुगेपछि मेरो आँखा खुल्यो। मैले रिदमलाई नु 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 भनेर हातले अलिक पर धकाल्दिएँ। मेरो घाँटीमा भएको मेडल पनि उसको हातले गर्दा तानिएर फुइमा झरिसकेछ। मलाई आफूले गरेको गल्तीको महसुस भएपछि त्यहाँबाट पछाडि पनि नहेरी दगुर्दै घरतिर लागेँ। रिदमसँग त्यस्तो व्यवहार मैले किन गरेँ होला? मलाई रातभर निन्द्रा परेन। केवल रिदम मात्र मेरो मस्तिष्कमा घुमिरह्यो विभिन्न छाया बनेर। मैले उसको मायालाई किन बुझ्न सकिनँ? जो मान्छेलाई हर बखत मनमा सजाएर राखेकी थिएँ आज उसैको स्पर्शले भाग्नुपर्ने अवस्था किन पर्यो मलाई? रिदमले मेरो बारेमा के सोच्यो होला? मलाई भोलिबाट कुन नजरले हेर्छ होला? मैले उसको अगाडि कसरी मुख देखाउने अब? मैले रिदमको मायालाई स्वीकार नगरेर पो गल्ती गरेँ कि?
बिहान उठ्दा मेरो आँखा राता भएका थिए। मैले आफूलाई ऐनामा हेर्न पनि सकिनँ। पानी चिसै थियो, तैपनि शरीरको बोझलाई पखाल्न म बाथरुममा नुहाउन छिरेँ। नुहाउँदा शरीरमा परेको पानीका थोपाहरूको स्पर्शमा मैले रिदमलाई महसुस गरेँ। ती स्पर्शहरूले पनि मलाई गिजो लिइरहेका थिए। मेरो शरीरमा मेरो अधिकार हुनुपर्ने थियो, तर मैले त कति सजिलै प्रेमको नाउँमा मेरो शरीरमा मेरो अधिकार हुनुपर्ने थियो। तर किन रिदमले आफूलाई सम्हाल्न सकेन? कि उसले मेरो शरीरलाई प्रेम गरेको थियो? मलाई रिदमदेखि पहिलोपटक खै घिन लागेको थियो वा के थियो, तर राम्रो पटक्क लागिरहेको थिएन। स्कुल जानु पनि मेरो लागि सजाय भएको थियो, किनकि त्यहाँ रिदमका भोका नजरहरूले मेरा शरीरलाई कुरिरहेको थियो जस्तो लाग्थ्यो। त्यो दिन स्कुलमा म कोहीसँग पनि बोलिनँ। ऋतुले लाखौँ कोसिस गरी मलाई सम्झाउन, तर पनि सकिनँ। म मान्छे नै यस्तै थिएँ। जबसम्म मेरो जित पुरा हुँदैन थियो तबसम्म मलाई कसैले मनाउन सक्दैन थियो। ब्रेक टाइममा रिदम म बसेको ठाउँमा आएर बस्यो, मलाई छोएर। म अलि पर सरेँ, ऊ पनि मसँग सर्यो। म त्यहाँबाट उठेर जान मात्र के लागेको थिएँ। उसले मेरो हात समात्यो र हिजोको घटनाप्रति माफी माग्यो। मैले बेलुका कुरा गर्छु भनेर टारिदिएँ। घर फर्किने बेलामा उसले नदेख्ने गरी जान लागेको थिएँ। ऊ त मेरै बाटो कुरेर बसिरहेको रहेछ। म बाध्य भएँ उसँगै जानु पर्यो। उसैले हिजोको कुराको लागि फेरि पनि सरी भन्यो। मैले ठिक छ भने उसको अनुहार केही उज्यालो भयो। बाटोभरि उसले मलाई छोएरै हिँडिरहेको थियो। मलाई अरू कसैले देख्छन् भन्ने डर थियो, त्यसैले म जति सक्दो ऊबाट टाढा टाढा हुँदै थिएँ। ऊ झन् टाँसिँदै मेरो हात छुँदै हिँडिरहेको थियो। हप्ता दिनपछि फेरि रिदमले त्यही हरकत दोहोऱ्यायो। यसपटक त ऊ झन् धेरै आक्रामक देखिन्थ्यो। उसको आँखामा माया कम आसक्ति बढी देखिन थाल्यो। उसले मलाई जबरजस्ती आफ्नो अँगालोमा बेर्न खोज्यो। मैले नो 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 भन्दा पनि उसले मेरो ओठमा चुम्बन गरिहाल्यो। मलाई उसको शरीर नै गनाइरहेको थियो। फेरि एकपटक उसको हात मेरो शरीरमा सलबलाउन थाल्यो। मलाई अब त अति नै भयो भन्ने लाग्यो। हो, म उसलाई प्रेम गर्छु, तर कसैको प्रेमको नाजायज फाइदा लिन खोज्नु पनि त हिंसा नै हो नि। उसले जति नै माफी मागे पनि वास्तवमा त्यो माफी माग्न लायकको घटनै थिएन। मैले कुनै प्रतिक्रिया नदिएकोले उसको हौसला बढेको थियो सायद। मलाई जति सक्दो छिटो ऊबाट भागेर सुरक्षित ठाउँमा पुग्न मन लाग्यो। उसलाई आफूबाट पर धकेलेर उम्किन खोजेँ, तर उसले फेरि मेरो हात समातेर त्यही कुरा गर्यो। आई लभ यु निर्जला, डोन्ट यु लभ मी? एउटै कुरा बारम्बार सुन्न मजा आउँदैन, चाहे त्यो जतिसुकै प्रेगिने नहोस्। मैले उसको स्वार्थ बुझिसकेको थिएँ। ऊ मलाई मायाको नाटक गरेर फसाउन चाहन्थ्यो। ऊ मेरो मुखबाट यस सुन्न चाहन्थ्यो ताकि म माथि उसको पुरा अधिकार जमोस्। जुन प्रेम सुरु हुनु पूर्व नै स्वार्थ र पीडाले घेरिएको छ भने त्यसलाई नो भन्नु नै राम्रो। मैले पनि उसलाई त्यो दिन सिधै भनिदिएँ नो भनेर। रिदम मेरो नोले पनि मान्नेवाला भएन। उसले मलाई अनेक प्रश्नहरू सोध्न थाल्यो, जसको जवाफ म स्वयंसँग पनि थिएन। उसलाई नो किन भने भनेर जवाफ दिनुपर्ने भयो अरे। मैले उसको अगाडि भनिदिएँ, सबभन्दा ठुलो रिजन नै तै होस्। नाउ आई रियली हेट यु एन्ड आई मिन इट भनेर हिँडेँ। घर पुगेपछि म धेरै बेरसम्म कोठामा एक्लै रोएँ अनि समय रोएरै बिताइदिएँ। मैले रिदमलाई पहिलोपटक देखेको दिनदेखि आजसम्म उसले गरेका कुराहरू सम्झिन थालेँ। उसले मलाई खुसी पार्न र मबाट फाइदा लिन मात्र त्यस्तो भनेको रहेछ भन्ने लाग्यो। हिजोसम्म मायालु लाग्ने उसको हेराइ आज झिर जसरी मेरो शरीरमा रोपिन थालेको थियो। उसको त्यो स्पर्शमा रमाउने म आज त्यही स्पर्श बिजाउन थालेको थियो। रिदमले हरेक पटक भेट्दा एउटै कुरा दोहोऱ्याउँथ्यो। म उसको कुरा सुन्दा सुन्दा वाक्क भइसकेको थिएँ। उसले ऋतुसँग पनि सहयोग मागेको छ मलाई फकाउनको लागि। ऋतुले पनि मलाई बारम्बार रिदमको कुरा गरेर ऊ त्यस्तो खाले केटा होइन, उसको लागि क्लासको कति केटीहरू मरिहत्ते गर्छन्, त चाहिँ के भयो कि प्रपोज नै गर्न खोजेको हो नि, यसभन्दा तेरो के जान्छ र भनेर सम्झाउँथे। ऋतुले त मेरो गल्ती देखाएकी थिए रिदमलाई इग्नोर गर्नुमा, तर उसलाई रिदमको नियत सफा छैन भन्ने कुरा केही पनि एक्का थिएन। केही दिनसम्म उसले मलाई फकाउनलाई लाख कोसिस गर्यो। हातमा ब्रेडले समेत काटेको छ रे भन्ने पनि सुने, तर यस्ता कुराले मेरो मन बदलिनेवाला थिएन। पछि अति भएपछि रिदम बिस्तारै स्कुल आउनै छोड्न थाल्यो। ऊ बास्केटबल कोर्टमा नगएको पनि धेरै समय भयो। स्पोर्ट्स सरले धेरैचोटि सोध्नुभयो, फकाउने हर सम्भव कोसिस गर्नुभयो, तर उसले पहिलाको जसरी खेल्नै छोड्यो। त्यसरी उसले खेल्नै सकेन। उसको व्यवहारमा आएको परिवर्तनले मलाई पनि डर लाग्न थाल्यो। कतै मेरै कारणले त उसले यो सब गरिरहेको छैन।
स्कुलभरि मैले रिदमलाई धोका दिएर उसको यस्तो हालत भएको भनेर हल्ला फैलिसकेको रहेछ। कहिलेकाहीँ उसको हरकतलाई बिर्सिएर माफी दिन मन नलागेको पनि होइन, तर उसलाई भेटेर भन्न मेरो मनले मान्न सकेन। रिदमको भविष्य मेरो कारणले अन्धकार भयो भन्ने मेरो अर्को पीड थियो। मेरो कारणले कसैको जीवन बर्बाद भएको म कसरी हेर्न सक्थेँ र? जे भए पनि आफूले मन पराएको मान्छे हो, माया त लागिहाल्छ नि। मैले मनमा नै सोचेँ रिदमलाई माफी दिनु पर्ला। एक दिन स्कुलले गोदावरी बोटानिकल गार्डन घुमाउन लाने भयो। आउटडोर्समा लाने भएकोले मैले आफूलाई सकेसम्म राम्ररी बनाउने कोसिस गरेँ। रितुलाई पनि मैले भनिसकेको थिएँ आज म रिदमको प्रपोजल एक्सेप्ट गर्छु भनेर। मैले उसलाई माफी दिने निर्णय जो गरेको थिएँ। मेरो कारणले उसको भविष्य राम्रो बन्छ भने मैले किन नो भन्ने जस्तो लाग्यो। जब स्कुल लाइफ सकिन्छ त्यसपछि म आफै साइड लाग्छु, उसले थाहा नपाउने गरी। उसको जीवन राम्रो भएको हेर्न मन छ। म उसलाई अब पहिला जसरी माया गर्न त सक्दिनँ, तर झुट नै सही। उसको लागि भए पनि उसलाई खुसी बनाउन उसको प्रपोज स्वीकारिदिन्छु। रितु पनि मेरो कुराको समर्थन गर्दै थिए अनि खुसी हुन थाली। उसले रिदमलाई मैले चाहेको बेला भेटाउने भए। बिहान 8 बजे स्कुल बस हिँड्यो। रितु र म सधैँ चाहिँ लास्ट सिटमा थियौँ। हामी सँगैका अरू केटीहरू भने आफ्ना आफ्ना केटा साथीहरूसँग थिए। त्यो बेलाको समय नै त्यस्तै बनिसकेको थियो। क्लासको हरेक केटाकेटीहरूको एक आपसमा चक्कर चलिरहेको हुन्थ्यो। कतिले त खुले रूपमा स्वीकार गरिसकेका पनि थिए भने केहीको हल्लाको भरमा चलिरहेको थियो। रितुले पनि एउटा केटा मन पराउने गरेको थिए, तर बिचरा त्यो केटा भने अर्कै केटीको लागि मर्यादा गर्थ्यो। हाम्रो गाडी 1.5 घन्टापछि गोदावरी बस पार्कमा गएर रोकियो। बसबाट झर्ने बित्तिकै साइन्स सरले आज दिनभरिमा हामीले घुम्ने ठाउँहरू, हेर्ने सम्भावित कुराहरूको लिस्ट टिपाउनुभयो। उहाँले एक्लै नहिँड्न र सकेसम्म एउटा ग्रुपमा 5 जनाको दरले हिँड्नु भन्नुभएको थियो। हामी सबै आफ्नो ग्रुपमा पाड्यौँ। मलाई लागिरहेको थियो रिदम मेरो ग्रुपमा आउँछ भन्ने, तर ऊ त मलाई एकचोटि पनि नहेरी अर्कै ग्रुपमा गयो। हाम्रो ग्रुपमा रितु र म मात्रै थियौँ। पछि प्रकृति र सबिन थपिए। त्यसपछि सुरु भयो हाम्रो गोदावरी भ्रमण। दिनभरि हामीले थुप्रै कुराहरू हेऱ्यौँ, धेरै ठाउँहरू घुम्यौँ। हरेक नयाँ कुरा देख्दा साथीहरू सरलाई सोधिरहन्थे। म बेलामा मौका छोपेर रिदमको नजिक पुग्थेँ, उसँग कुरा गर्न खोज्थेँ, तर ऊ त मलाई देखे नदेखेको जस्तो गर्थ्यो। मलाई आफ्नो हालत देखेर आफूलाई दया लाग्न थाल्यो। हिजो अस्तिसम्म रिदमको मुख पनि हेर्न नचाहने म आज उसँग बोल्नको लागि तडपिरहेको थिएँ। दिउँसो 2 बजेतिर खाने कुरा भयो। सबैजना एउटा फराकिलो चौरमा बसेर आफूले घरबाट ल्याएका खानेकुराहरू चेक्न थाले। मैले रितुलाई इसाराले रिदम खै भनेर सोधेँ। उसले पनि आफूले रिदमलाई नदेखेको कुरा सुनाए। हामीले चारैतिर रिदम उसको ग्रुपका साथीहरूलाई खोज्न थाल्यौँ। केही साथीहरू अझ आइसकेका थिएनन् अनि केही चाहिँ पानी किन्न बाहिर पसलतिर गएका थिए। मैले रितुलाई एकछिन बाहिर जाम भनेर उठाएँ र हामी त्यहाँबाट रिदम र उसको साथीहरूलाई खोज्न निस्क्यौँ। सुरुमा हामीले उसलाई बाहिर पसलतिर खोज्यौँ। पसलमा उसको ग्रुपका अन्य साथीहरू भेटिए पनि रिदम भेटिएन। त्यसपछि पहिला हामी गएको ठाउँतिर पनि खोज्न गयौँ, कतै बाटो भुलेर अलमल पो परेको छ कि भनेर। चारैतिर खोज्दा पनि रिदमलाई नभेटेपछि मलाई मनमा शङ्का लाग्न थाल्यो। कतै यो केटा यहाँबाट भागेर बाहिर त गएन? रितुले मेरो कुरालाई साफ इन्कार गरिदिए। बरु हामी यता खोज्न आउँदा ऊ उता गइसक्यो होला, हामी पनि उतै जाउँ भने। उसको कुरा ठिकै लाग्यो। म गरौँ मन बनाएर हामी पहिले बसेको ठाउँतिर गयौँ। गोदावरी खोला तरेर पारी पुगेपछि तल एउटा सानो बस्ने खुल्ला घर देखिन्थ्यो। त्यहाँ 2 जना मानिसहरू यताउता हलचल गरिरहेका थिए। मैले रितुलाई यो सब देखाएँ। उसले पनि त्यो मान्छे को भनेर ठ्याक्कै भन्न सकिन। सानो घरको छेलफलेर बसेकाले कोन भनेर टाढबाट चिन्न गाह्रो थियो। यस्तो एकान्त ठाउँमा रिदम त पक्कै हुन नपर्ने हो। अन्य कुनै जोडिएर होलान् भनेर म फर्किन खोजेँ, तर रितु फर्किन मानिन। एकचोटि टाढैबाट भयो नि हेरेर राम्रो को रहेछ भनेर हामी त्यहीँ लाग्यौँ। रितु अघि हिँडिरहेकी थिए। उसले टेकेको पाइलालाई म पछ्याउँदै थिएँ। त्यो घरको नजिकै पुगेपछि रितु रोकिन्। यो त चिनेको जोडी जस्तो छ त निर्जला, उसले बिस्तारै कानमा भनेकी थिए। यो सुन्ने बित्तिकै मैले रिदमलाई सम्झेँ। हे भगवान्, रिदम चाहिँ नहोस् है। छ्या, म त हेर्न नै सक्दिनँ है भन्दै ऊ खितखित हाँस्दै मतिर फर्की। मलाई पनि त्यो जोडलाई हेर्न मन लाग्यो। मैले हेर्ने बित्तिकै चिनिहालेँ। त्यहाँ रिदम र वर्षा एकअर्कालाई अँगालोमा बाँधेर चुम्बन गरिरहेका थिए। उनीहरूलाई यस्तो हालतमा देखेर आफैलाई दिगदार लाग्यो। बेकारमा म किन आएछु नि, मलाई पछुतो भइरह्यो। मलाई झन् रिङ्गाटा लाग्दा जस्तो भयो। आँखा धमिलो हुन थाल्यो। पेट बाडुल्किएर आयो।
मलाई त्यो दृश्य देखेर घिन लाग्यो र वाकवाकी पनि लाग्न थाल्यो। ऋतुलाई जाम पनि भन्न बिर्सेछु। म त्यहाँबाट सरासरी स्कुलको गाडी भएतिर आएर त्यहाँ बसेँ। मेरो दिमागमा झलझली त्यही दृश्यहरू नाच्न थाल्यो। मैले कत्रो विश्वास गरेको थिएँ रिदममाथि। एकचोटि आशा हारिसकेको मान्छे फेरि उसमाथि आशा गर्न थालिसकेको थिएँ। उसले अन्जानमा गल्ती गर्यो होला भनेर माफी पनि दिइसकेको थिएँ मनमा नै। उसलाई कति चाँडै फेरि पहिले जस्तै सोच्न थालिसकेको थिएँ। तर मेरा सब कुराहरू भ्रम रहेछन्। उसको म प्रतिको माया पनि झुट रहेछ। हिजो अस्तिसम्म मलाई माया गर्छु भन्दै हिँड्ने आज कसरी अर्कै काखमा रमाउन सक्छ र? किन उसले मसँग मायाको नाटक गर्यो? आखिर अरूलाई नै मन पराउनु थियो भने मलाई बारम्बार मायाको प्रस्ताव चाहिँ किन राख्यो? एक मनले सोचेँ मलाई रिदमले धोका दिएर राम्रै गर्यो। छेपारोले आफ्नो रङ बेलैमै देखायो र मेरो बेलैमा आँखा खुल्यो। म फेरि अर्को गल्ती हुनबाट बाँचेकी थिएँ। त्यसपछिका दिनहरूमा मैले आफूलाई सम्हाल्दै लगेँ। रिदमप्रतिको माया मनमा दबाएर राखेँ। जति नै कोसिस गरे पनि पहिलो प्रेमलाई भुल्न सकिँदो रहेनछ। रिदमको अगाडि मलाई डह्रो भएर उभ्याउनु थियो। उसको माया बिना पनि म बाँच्न सक्छु भनेर देखाउनु पर्ने थियो। प्रेमबाट ध्यान हटेपछि मैले स्कुलमा धेरै मन लगाएर पढ्न थालेँ। परीक्षाहरू पनि राम्रो गर्न थालेँ। एसएलसी परीक्षामा मैले स्कुलमा राम्रो नतिजा ल्याएर पास गरेँ। म सामान्य एउटा विद्यार्थी थिएँ, तर प्रेममा पाएको धोकाले मलाई अब्बल विद्यार्थी बनाइदियो। प्लस 2मा साइन्स लिएँ। फुल स्कलरसिपमा पढेँ। कलेज पनि टप गरेँ। राम्रो युनिभर्सिटी खोजेर म अस्ट्रेलिया जाने तयारीमा लाग्न थालेँ। भाग्यले मान्छेलाई कहाँदेखि कहाँ पुर्याउँदो रहेछ। कुनै समय मलाई घर छोड्न पनि गाह्रो हुन्थ्यो। आज देशै छोडेर जाने तर्खरमा लागेकी थिएँ। मलाई के भ्रम थियो भने यो ठाउँ छोड्यो भने योसँग जोडिएका सबै सम्बन्ध छुट्छ। म विदेश जान पाएँ भने सम्पूर्ण कुराहरू भुल्न सक्छु। त्यसकारण म विदेश जान हतारिँदै थिएँ। स्कुल लाइफ पछि पनि मलाई धेरै प्रेम प्रस्तावहरू नआएका होइनन्। धेरैले मलाई गुलाब र प्रेम पत्रहरू नपठाएका होइनन्। कलेज छँदा 11मा 2वटा 3वटा, 12 पुगेपछि जन्त्योभन्दा बढी प्रेम प्रस्तावहरू अस्वीकृत भए मबाट। निर्दोष प्रेमको हत्या गरेको पाप नलागोस् मलाई, तर भए। किनकि प्रेममा पर्नु र प्रेम हुनु फरक फरक कुराहरू हुन्। म निर्जीव वस्तुसँग प्रेममा हुन सक्छु, तर मानिससँग प्रेममा पर्न सकिनँ। जति पनि प्रेम गर्नेहरू आए जीवनमा ती कि रिदम जस्ता थिए जसमा प्रेम कम स्वार्थ धेरै देखिन्थ्यो, कि कतिमा प्रेम गर्ने हैसियत नै थिएन, किनकि उनीहरू पहिले स्पष्ट हुन सकेनन् किन प्रेम गर्छन् मलाई भनेर। तिमीलाई प्रेम गर्छु मन पराउँछु त कतिजनाले भनिहाल्छम्म गनेकी छैन। कतिले तिमी बिना बाँच्न सक्दिन समय पनि भन्छन्। तिम्रो नाममा मर्न तयार छु भनेर पनि आज अर्कै साथमा हाँसी हाँसी हिँडिरहेका देख्छु। मैले कसैलाई पनि आफ्नो भनेर स्वीकार गर्न सकिनँ, किनकि कतै न कतै ती केटाहरूमा म रिदमलाई देख्थेँ। मैले एकजनाबाट पाएको धोकाले ती सबैलाई नो मात्र भनिरहेँ। सायद अब म फेरि प्रेममा पर्छु जस्तो लागिरहेको थिएन। प्रेमले मलाई कसैको साथ त दिएन, तर मेरो आत्मविश्वास पनि बढाइदिएको थियो। पछि अरूबाट सुने रिदमको वर्षसँगको प्रेम पनि 4 महिनामा टुट्यो रे। रिदम त्यसपछि फेरि अरू धेरै केटीसँग प्रेममा पर्यो रे। उसलाई प्रेममा पर्नु र छुट्नु सामान्य कुरा भइसकेको थियो। उसले राम्रोसँग न सम्बन्ध निभाउन सक्यो न आफ्नो भविष्य बनाउन सक्यो। स्कुल लाइफ सकिएपछि मैले रिदमलाई कहिल्यै भेटिनँ र भेट्ने कोसिस पनि गरिनँ, तर उसको यादहरू अमिट छाप बनेर बसिरह्यो। रिदमसँग भौतिक रूपमा जति नै टाढा भए पनि मनमा एउटा झिनो आशा चाहिँ हुँदो रहेछ, कतै साँगुरो बाटोमा उसँग भेट होला कि भनेर। कहिलेकाहीँ यस्तो पनि सोचिबस्थेँ, यदि मैले त्यो दिन रिदमको प्रेम प्रस्तावलाई स्वीकार गरेको भए आज यो कथा बेग्लै हुने थियो होला। आज रिदमसँग छुटेको वर्ष भए पनि मलाई त्यो पहिलो प्रेम बोलाउन साँच्चीकै गाह्रो भइरहेको रहेछ। बेला बेला मन गरुङ्ग हुन्थ्यो, मुटुमा तीको सिउले रोपेको जस्तो हुन्थ्यो, श्वास बस्थ्यो र सिरानीमाथि टाउको लुकाएर रुन मन लागिरहन्थ्यो। अहिलेसम्म हामीले सुन्यौं निर्जलाको कथा। अब अर्को पात्र समुद्रको कथा। पश्चिम नेपालको एक दुर्गम जिल्लामा अवस्थित मेरो सानो गाउँ, जहाँबाट सदरमुकामसम्म हिँडेर जान पनि 2-3 लाग्छ। जिल्लाको अन्य ठाउँहरूमा मोटर बाटो पुगेको धेरै भइसक्यो, तर यो मेरो गाउँले अझै मोटर देखेको थिएन। मान्छे बिरामी पर्दा पनि डोकोमा बोकेर अस्पतालसम्म पुर्याउनु पर्थ्यो। घर नजिकैको प्राथमिक स्कुलमा 5 पास गरेपछि हाई स्कुल पढ्न 2 घण्टाको बाटो धाउनु पर्थ्यो हरेक साँझ बिहान।
काम पानी झरी नभनी बडो कष्टका साथ बिते स्कुले जीवन। घरको कमजोर आर्थिक अवस्था, परिवारको जेठो छोरो हुनुको जिम्मेवारी अनि पढाइप्रतिको अगाध लगावले मलाई कहिले कमजोर हुन दिएन, आफ्नो लक्ष्यबाट विचलित हुन दिएन। त्यसैले त पहाड जस्ता दुःखहरू पनि मैले हाँसेर पार लगाएँ। दुःखै दुःखमा हुर्केको भएर पनि होला सानातिना समस्याहरू त समस्या हुन् जस्तै लाग्दैन थियो। जतिसुकै अप्ठ्यारो स्थितिसँग पनि सजिलै पार लगाउन सिकायो जिन्दगीले। थाहा छैन अरूको बाल्यकालका सम्झना लायक पलहरू, सम्झनाहरू के हुन्छन्। मैले सम्झने भनेको आमाको आँखाको आँसु र बाबाको निधारको पसिना मात्र हुन्। एसएलसी पास गरेपछि सबैजना सहर जाने तयारीमै थिए। म भने घरको पारिवारिक झमेलामा फसिरहेँ। बुवा बेला बेला बिरामी परिरहनुहुन्थ्यो। उहाँलाई कहिले कता लगेर हिँडिरहनु पर्थ्यो। त्यसैले मलाई घर छोडेर बाहिर जाउँ जस्तो लागेकै थिएन। एक साँझ नवीन मेरो घरमा टुप्लो आइपुग्यो। धेरै पछि मैले उसलाई भेटेकोले खुसी लागिरहेको थियो। हामी बाहिर फलैँचामा बसेर चिया पिउँदै गफ गर्दै थियौँ। एकाएक उसले आफ्नो खल्तीबाट एउटा सानो कागज झिकेर मेरो हातमा राखिदियो। त्यसलाई राम्रोसँग हेरि नसक्दै आमा बाहिर निस्किनु भयो। मैले त्यसलाई हतार हतार आफ्नो खल्तीमा लुकाएँ। जाने बेलामा नवीनले अर्को रहस्य पनि खोल्यो। ऊ भोलि बिहानै काठमाडौँ जान लागेको रहेछ, काकाको घरमा बसेर पढ्नको लागि। उसको कुरा सुनेर म खिसिरिक्क परेँ, किनकि गाउँमा मेरो साथीको नाउँमा त्यही एउटा नवीन बाँकी थियो। ऊ पनि जाने भनेपछि म पुरापुर एक्लो हुने भएँ। खाना खाएपछि आमा पल्लो कोठामा घुर्न थाल्नुभयो। बा हिजो सदरमुकाम जानुभएको, आजसम्म फर्किनु भएको थिएन, सायद भोलि साँझ मात्र आइपुग्नुहुन्छ होला भनेर म आफ्नो कोठाको टुकीको बत्ती बालेर सुत्ने तर्खरमा थिएँ। जुन बत्तीको धमिलो प्रकाश कोठामा छरपष्ट थियो। रेडियोमा कार्यक्रम पर्दाभित्रबाट बजिरहेको थियो, जहाँ कसैले आफ्नो जीवनका भोगाइहरू अनि भोगेका घटनाहरूलाई लेखेर पठाएपछि कार्यक्रम सञ्चालकले आफ्नो सुमधुर स्वरमा वाचन गरिदिरहेका थिए। ब्याकग्राउन्डमा बजिरहेको सङ्गीतले रातको शून्यतालाई अझ मिठास बनाइदिएको थियो। आजको भागमा नाम नखुलाइएको एउटा कथा आवाज आउँदथ्यो। त्यस कथामा मेरो उमेरकी एउटा युवतीको कथा रहेछ। कथाको आधा उधी पुगिसकेपछि के थाहा पाएँ भन्दा युवती आफ्नै गाउँकी एक विवाहित पुरुषसँग प्रेममा परेकी रहेछन्। सहमतिमा सम्बन्ध पनि भएछ। अहिले उनको पेटमा प्रेमको निशानी हुर्किँदैछ अरे। यो थाहा पाएपछि उनलाई बिहे गर्न अस्वीकार गरेर केटो विदेश उडिसकेछ। यति सुनिसक्दा नै मलाई त्यो अपरिचित युवतीको दया लागेर आयो। आखिर किन यति छिटै प्रेममा परिहाल्छन् केटीहरू? कसैले बिहा गर्छु भन्ने बित्तिकै त्यत्तिको भरमा मात्रै पनि किन आफ्नो सारा शरीर सुम्पिन मरिहत्ते गर्छन् केटीहरू? मलाई त रिस त्यो केटासँग धेरै उठिरहेको थियो, जसले आफ्नो घरमा बिहे गरेर भित्राएकी श्रीमतीलाई धोका दिएर अर्को युवतीसँग प्रेमको नाटक गर्दै हिँड्यो। प्रेम नै गरेको थियो भने किन स्वीकार्न नसकेको होला? प्रेमको नाममा यत्रो धोका किन दियो होला? कार्यक्रमको बिचमा विश्राम भयो। मैले आफ्नो प्यान्टमा छामेँ। साझा नवीनले दिएको सानो टुक्रा कागज रहेछ। ठुकी बत्तीलाई सिरानी छेउमा राखेर कागजलाई राम्रोसँग पल्टाइ हेरेँ। बाहिर के लेखिएको थिएन, भित्र लेखिएको अक्षरबाट प्रष्ट चिने यो पत्र आकृतिले लेखिएको रहेछ। यो खासमा मैले पठाएको पत्रको जवाफ मात्र थियो, बाँकी केही थिएन। आकृतिलाई म सानैदेखि मन पराउँथेँ, तर भन्न सकिरहेको थिइनँ। यतिका समयसम्म सँगै पढ्यो भने आजसम्म हाम्रो दोहोरो कुराकानी भने भएको थिएन। मैले आकृतिको बोलीसम्म पनि राम्रोसँग सुनेको छैन भन्दा कस्तो अप्ठ्यारो लाग्ला है। तर साँच्चै राम्रोसँग बोली पनि सुनेको थिइनँ। उसलाई सबैले सोझी लाटी भन्थे, किनकि ऊ कसैसँग पनि दोहोरो कुरा गर्दिनथे। थाहा छैन किन उसलाई बोल्न डर लाग्थ्यो कि बोल्नै मन हुँदैन थियो। मैले कतिचोटि बोलाउन कोसिस गरेँ, उसले नसुनेको जस्तो गरेर टारिदिए। त्यसपछि मलाई बोलाउने हिम्मत नै आएन। एसएलसी सकिएपछि मैले नवीनलाई पहिलोपटक आफ्नो मनको कुरा खोलेँ। मैले आकृतिलाई मन पराउने कुरा सुनाएँ, तर उसले विश्वासै गरेन। मैले कसम खाएपछि मात्र पत्यायो। आकृतिलाई आफ्नो कुरा कसरी भन्ने भनेर धेरै बेर छलफल गऱ्यौँ। कुनै गतिलो उपाय फुरेन, किनकि आकृति घर छोडेर बाहिर कतै निस्किन्थेन। उसको लागि घर नै संसार थियो। फेरि उनको बा एकदमै कडा, उनको वरपरि केटाहरू हिँडेको देख्नै सक्दैन थिए। यस्तो अवस्थामा हामीसँग अब एउटै उपाय मात्र थियो, त्यो हो प्रेम पत्र लेख्ने। मैले जाने नजानेको साहित्य घुसाएर एउटा प्रेम पत्र लेखेँ। कपीको बिचमा एउटा पानाको पात बनाएर त्यसमा A+S लेखेँ।
2-4वटा हिन्दी शायरी पनि घुसाएँ। एक रातको कडा मेहनतपछि मेरो प्रेम पत्र तयार भयो अनि भोलिपल्ट नवीनले समय मौका हेरेर त्यो पत्र आकृतिलाई दिने भयो। यसरी एउटा पत्र लेखेको 2 हप्तापछि त्यसको जवाफ आएको थियो। पत्रमा धेरै केही त लेखिएको थिएन, केवल 4-5 हरफहरू। सायद धेरै लेख्न आवश्यकता पनि उनले ठानिन नली। जे भन्नु थियो त्यही लेखी। उनको जवाफ यस्तो थियो: हजुरले मलाई मन पराउनुहुन्छ भन्ने थाहा पाएर दुःख लाग्यो। थाहा छ, मैले हजुरलाई दाइ मानेकी थिएँ। हजुर सधैँ मेरो लागि दाइ नै हुनुहुन्छ र हुनुहुनेछ पनि। यदि दाइ नमानेको भए पनि म हजुरसँग प्रेममा पर्न सक्दिनँ थिएँ, किनकि म अरूसँगै प्रेममा छु। मलाई माफ गर्नुहोला। जवाफ पढेपछि एकछिन त रन्थनिए। यो केटीले मलाई कहिलेदेखि दाइ मानी? मैले त आजसम्म उसलाई बहिनी भनेर एकचोटि पनि बोलाएको छैन। सधैँ सँगै पढ्दै आएको मैले साथी पो मानेको थिएँ त। न त उमेरको फरक, न त रगतको नाता। मेरो प्रेमलाई लप्टाउनको लागि उसले दाइको ट्याग किन बिराई मलाई? आफूले यति धेरै मन पराएको मान्छेले दाइ भनेर सम्बोधन गर्दा स्वीकार्न सकिएन र उनले पनि मेरो सम्बन्धलाई स्वीकार नगरिदिएपछि मैले एकहोरो माया गर्नुको तुक नै रहेन। मैले धेरै केही सोचिनँ। टुकी छेउमा थियो। पत्रको एउटा छेउमा आगो सल्काइदिएँ। त्यो जलेर खरानी नहुने बेलासम्म बलेको हेरिरहेँ। जब अन्तिम छेउ बलेर सकियो, फु गरेर टुकी निभाएँ। कोठामा पुरै अन्धकार छायो। असार 6 गते एसएलसीको रिजल्ट आयो। हाम्रो स्कुलबाट जम्मा 15 जना रेगुलर पास भए। मेरो पहिलो डिभिजन आयो। केही साथीहरूलाई म्याथ र साइन्स लाग्यो। आकृति दोस्रो डिभिजनमा पास भई, तर उनको बाको अनुहार उज्यालो भएन। उनी छोरीले फर्स्ट डिभिजन ल्याउँछे, काठमाडौँ लगेर साइन्स पढाउँछु, डाक्टर बनाउँछु भन्दै गाउँभरि हिँड्दै थिए। सायद घरको टचरले पनि आकृतिले राम्रोसँग पढ्न सकिन होला र त रिजल्ट बिग्रियो। त्यसको भोलिपल्ट आकृति घरबाट भागेको कुरा गाउँभरि फैलियो। कोसँग भागी, कता गई, कसैले मेसै पाएनन्। आकृति हराएपछि उनको बाको जीवनबाट पनि खुसी हराएर गयो। मेरो मनबाट पनि आकृति हराएरै गई। यसरी मेरो पहिलो प्रेम अंकुराउन नपाउँदै बीचमै मरेर गयो। साउनको पहिलो हप्ता बा र म सदरमुकाम गयौँ मेरा लागि कलेज भर्ना गर्न र डेरा खोज्नलाई। सदरमुकाममा भर्खरै +2 खुलेको थियो। बाला रिजल्ट आएपछि सोधेको थिएँ, फर्स्ट डिभिजन आयो, अब के पढ्ने होला? बाले निधार खुम्चाउँदै भन्नुभयो, यस्तो दुःख गरेर पढेछस्, राम्रै नम्बर पनि ल्याएछस्, जाहिर खा, अहिले नपढ पनि कसरी भनौँ? तँलाई जे मन लाग्छ त्यही पढ्न। बालाई घर नजिकैको प्राविमा मास्टरी गरेर घरै बसिदियो हुन्थ्यो भन्ने लागेको थियो, तर पढाइप्रतिको मेरो लगावले गर्दा उहाँले मलाई रोक्न सक्नु भएन। मैले भित्रभित्र अठोट गरेँ, म साइन्स नै पढ्छु। कलेजमा पहिलो वर्ष भर्ना गर्दा 25,000 सकियो, त्यो पनि 50% छुटमा। 5,000 को किताब र ड्रेसमा सकियो। बाँकी 7-7 हजारले म डेरा खोजेर बस्नुपर्ने थियो। घरबाट निस्किँदा एउटा पुरानो सर्ट, मैले जिन्स प्यान्ट र तने चप्पलमा आएको थिएँ। बाको अवस्था पनि त्यस्तै थियो। हामी बाबु छोराको गरिबी एक अर्कालाई हेरेर मरिमरि हाँसिरहेका थिए। एउटा पुरानो घरको ग्राउन्ड फ्लोरमा सानो कोठा भेटियो। दिउँसो बस्दा पनि बत्ती बाल्नु पर्ने। बर्खाको पानीले घरको गाह्रो भिजेर टुसी गनाइरहेको हुन्थ्यो। अहिले त यस्तो छ कोठा, झन् पुष्माको जाडामा कसरी बस्ने होला। यही कोठामा मैले 2 वर्ष बिताउनु छ र आफ्नो सपना पुरा गर्ने तयारी गर्नु छ। सपना भन्दा ठुलो सुख सुविधा होइन। मैले बालाई खुसी पार्न पनि आफूलाई कोठा मन परेको कुरा सुनाएँ। खाना पकाउने ग्यास, चुलो र सानो दराज गाउँतिरको एउटा दाइले सेकेन्ड ह्यान्ड पसलबाट खोजेर ल्याइदिए। एउटा पातलो ओढ्ने र मैले डस्न पनि तिनै दाइले दिए। हप्ता 10 दिनलाई पुग्ने रासन पानीको व्यवस्था पनि भयो। घर नजिकैको पसलबाट उधारमा तरकारी, दाल, चामल लिने सल्लाह भयो। यसरी पुग्न सबै सामान जोड्दा 5500 सकिसकेछ। 1000 मलाई पाकेट खर्च छोडेर बारितो हात घर फर्किए। बासँग केवल 500 रुपियाँ मात्र बाँकी थियो। आफ्नो लागि औषधि किन्ने पैसा पनि बाँकी नराखी सबै मेरो लागि खर्च गरिदिए। बा भनेको आखिर बा नै त हुन्। त्यो पहिलो रात, पहिलो पटक एक सुनसान कोठामा म, बा, आमा र घर सम्झेर कति रोएँ, कति। म रोएको कसैले देखेनन्, केवल सिरानी मात्र बिजिरह्यो। कलेजका सुरुवाती दिनहरूमा नयाँ माहौलमा घुलमिल हुन निकै समय लाग्यो। सबै कुरा फरक, सबै कुरा नयाँ अनि सबैजना अपरिचित।
यस्तो लाग्दै थियो म सानो सहरमा हराइरहेको छु। मलाई बुझ्ने र चिन्ने कोही पनि छैन यहाँ। केवल म मात्र छु, एक्लो, बेसहारा, बेखबर। बिहान अबेरसम्म सुत्यो, मन नलागी ग्यासमा भात बसाल्यो। कहिले बेलुकाको बासी भात बाँकी भए त्यही तताएर खायो, कलेज गयो। दिनभरि पढ्यो, प्र्याक्टिकल गर्यो अनि साँझ थाकेर कोठामा फर्कियो। बिहानको जुठा भाँडाहरू बाटामा असरल्ल हुन्छन्। आफू सुतेको ओछ्यानसम्म नि मिलाउने जाँगर हुँदैन। खानेपानी थाप्न तल पँधेरासम्म गयो। घन्टौँ लाइन बसेर 2 बाल्टी पानी ल्यायो। त्यही पानीले पकाउने, धुने, नुहाउने, खाने सबै पुर्याउनु पर्थ्यो। आधा रातमा नराम्रो सपना देखेर पिउजिँदा प्यास बुझाउनलाई पानी हुँदैन थियो। सुक्खा घाँटी थुकले भिजाउँदै सुत्नु पर्थ्यो। कहिले खाना पकाउन मन हुँदैन अनि पसलमा जाने जाँगर पनि। भोकभोकै सुत्यो। मन भरिएर आएको बेला दुःख पोख्ने साथी हुँदैन थियो। एक्लै गुम्सिएर बस्यो। घर सम्झेर, बाआमा सम्झेर मन भक्कानिएर आउँथ्यो अनि खाँदा खाँदैको बात थालमै छोडिन्थ्यो। आखिर कहिलेसम्म यसरी बस्ने? बेकारमा बाले साइन्स पढ्छु भनेछु अनि आफ्नो भाग्यलाई दोष दिँदै बस्यो। घरको हालत देख्दा पढ्नुपर्छ भन्ने लाग्थ्यो। फेरि आफ्नो हालत हेर्छु, बेकारमा पढ्ने जिद्दी गरेछु जस्तो लाग्थ्यो। म आफ्नै रहर र बाध्यताको बुमरीमा नमजाले फसेको थिएँ। बा मलाई सदरमुकाममा छाडेको महिना दिनपछि भेट्न आउनुभएको थियो। उहाँको उपस्थितिले मेरो कोठा एकाएक उज्यालो भयो। मलाई दसैँ आए जस्तो भयो। बाले घरबाट मलाई चाहिने सबै सामानहरू बोकेर ल्याउनु भएको थियो। आमाको हातले बनाएका ती परिकारहरू मैले धेरै पछिसम्म फारू गरेर खाइराखेँ। बालाई फेरि मुटुमा समस्या देखिएछ। अब पहिला जसरी काम गर्न, भारी बोक्न सकस हुन थालेछ। एकछिन हिँड्ने बित्तिकै सुहाँ गर्न थाल्नु भएछ। सास फुलेर आउन थालेछ। बा 1 महिनामै बुढाउनु भएछ जस्तो लाग्यो। भोलिपल्ट जिल्ला अस्पताल देखाउन लगे। त्यहाँ खासै राम्रो चेकअप पनि भएन। डाक्टरले प्रेसरको औषधि भिडाइदिए। हिँड्ने बेला अहिले आराम गर्नु, गाह्रो भयो भने काठमाडौँ जानुपर्छ भने। बाको अवस्था र डाक्टरको भनाइ सुन्दा बालाई ठुलै रोग लागेको जस्तो आशंका लाग्यो। बाले पनि केही भन्नु भएन। हामी बा छोरा केही नबोली चुपचाप कोठातिर लाग्यौँ। साँझ मैले नै खाना बनाएँ। बाले धेरै खाना खान सक्नु भएन। मलाई पनि खानै रुचेन। आधाभन्दा धेरै भात बासिरह्यो। एउटा सानो खाटमा 2 जना निदाउन गाह्रो भयो। त्यसैमाथि बालाई हल्को ज्वरो पनि आएको रहेछ। बाको शरीरको तातोले म निदाउन सकिनँ। बालाई पुरै खाट छोडिदिएँ र भुइँमा पातलो तन्ना ओछ्याएर निदाउन कोसिस गरेँ। बिहान उठ्दा म खाटमा थिएँ, तर बा कोठामा हुनुहुन्थेन। म कसरी खाटमा आएँ भन्ने कुरा मैले नै थाहा पाइनँ। सायद बाले नै मलाई माथि सुताइदिनु भयो होला। निकै बेर कुरेपछि पनि बा नफर्किएपछि म उहाँलाई खोज्दै चोकसम्म पुगेँ। त्यहाँ पनि नभेटिएपछि म मूल सडकसम्म गएँ। बालाई चारैतिर खोजेँ, कतै पनि भेटिनँ। बा हराउनलाई यो सहर नौलो त पक्कै होइन। सायद बा घर फर्किनु भयो होला। मनमा यस्तै कुराहरू खेलाउँदै म पनि कोठातिर लागेँ। फर्स्ट टर्म सकिएपछि दसैँ बिदा भयो। मलाई फिजिक्स र केमिस्ट्री लाग्यो। सरकारी स्कुलमा सबै कुराहरू नेपाली मिडियममा पढेको म। यहाँ सबै विषयहरू इङ्ग्लिस मिडियममा पढ्नु पर्दा मलाई के पढेको, के बुझेको, के मिसै मिलेन। गाह्रो भयो। आफूले नजानेको कुरा न सरलाई सोध्न सक्थेँ, न मेरा कोही साथीहरू नै थिए। त्यत्रो ठुलो कलेजमा म नितान्त एक्लो थिएँ। महिना दिन लामो बिदा कति चाँडो बितेछ थाहै पाइनँ। जब बाले भोलि बिहान हिँड्नुपर्छ, जाने तयारी गर्नु भनेर भनेपछि मेरो होस खुल्यो। म घरमा यति धेरै हराइसकेको रहेछु कि मलाई कलेज जानु पर्नेछ भन्ने कुरा यादै भएन। दसैँ तिहार बिदामा दिएका कामहरू सर्लक्कै बाँकी थियो। अझ भोलि मिरमिर उज्यालोमा घर छोड्ने भनेपछि मलाई रातभर निन्द्रै लागेन। बालेको पहिलो डाँकोमा हामी बाउछरा सदरमुकामका लागि निस्क्यौँ। जुनको मधुर उज्यालोको सहारामा म बाको अघि हिँडिरहेको थिएँ। बाटोभरि बाले आफ्ना विगतका कुराहरू सुनाउनु भयो। परिवारको वर्तमान अवस्था पनि सम्झाउनु भयो अनि मलाई धेरै पढेर डाक्टर बनेस् भनेर आशीर्वाद पनि दिनुभयो। बाको म प्रतिको विश्वास देखेर म नतमस्तक भएँ। मिल्ने भए म बालाई त्यो बेलामा घोडामा डोगिदिन्थेँ। साँझ डेरामा खाना पनि बा आफैले बनाउनु भयो। म बनाउँछु भन्दा पनि मान्नु भएन। आज एकछिन त मेरो हातको खा भनेर भन्नुभयो। भोलिदेखि आफै बनाएर खान्छस् कि नाइ सोध्नुभयो। त्यो रात 12 बजेसम्म म भोलि बुझाउने होमवर्क गरेर बसेँ। बाले एक निन्द्रा पुऱ्याएर उठ्दा पनि म लेखिरहेको थिएँ। बालाई लाग्दो हो छोरो निकै पढ्ने भएछ। तर कति दिनको लागि हो यो स्वयं छोरालाई पनि थाहा थिएन।
समय बित्दै गयो, मलाई घरको याद आउन पनि कम हुन थालेको थियो। अझै यसो भनौँ, म पढाइमा यति धेरै व्यस्त भएकोले घर सम्झेर टोलाउँदै बस्ने फुर्सदै भएन। मलाई एक्लोपनको बानी भइसकेको थियो, किनकि म आफैसँग रमाउन जानिसकेको थिएँ। घरबाट खाजा खानु भनेर आमाले झोलाको खल्तीमा हालिदिएको पैसा पनि जोगाइराखेको थिएँ। एक दिन कलेजबाट फर्किँदा एउटा किताब पसलमा छिरेँ। एउटा राम्रो पुस्तक दिनु न भनेर साउजीसँग मागेँ। उनले मलाई सिटदेखि पाउसम्म सरसर्ती हेरे र ऱ्याकबाट एउटा पुस्तक झिकाएर मेरो हातमा थमाइदिए। नयाँ किताबको बास्ना नै खास हुन्छ। मैले किताबलाई बडो जतन साथ सुमसुमाएँ। यो मैले आफ्नो लागि किनेको पहिलो वस्तु थियो। किताबको बाहिरी कभरमा लेखिएको थियो, जीवन काँडाकी फुल। थाहा छैन यो किताब मैले आजसम्म कति पटक पढिसकेँ। जब जब म यसको पानाहरू पल्टाउँछु, मलाई पहिलो पटक यो किताब पढेको सम्झना हुन्छ। त्यसपछिका दिनहरूमा मेरो सबभन्दा मिल्ने साथीहरू नै किताब भए। 11 को बोर्ड एक्जाम पनि राम्रो भएको थियो। 12 को सुरुवातमा त म सरहरूको नजरमा पनि परिसकेको थिएँ। साथीहरूले पनि मलाई आफ्नो ग्रुपमा सामेल गराउन थालिसकेका थिए। म बिस्तारै आफ्नो मनका भावनाहरू उनीहरूसँग खुलस्त बन्न सक्ने भएको थिएँ। गाउँमा बाआमालाई फोन गर्नको लागि भनेर नोकियाको फोन किनेको थिएँ। घरमा त म हप्तामा 2 चोटि मात्र कल गर्थेँ। बाँकी समय एफएम सुनेर बिताउँथेँ। रेडियोमा रातको 9 बजे गजल कार्यक्रम आउँथ्यो। त्यही कार्यक्रम सुन्दा सुन्दै मैले पनि गजल लेख्न थालिसकेको थिएँ। बिस्तारै मेरो झुकाव कविता र उपन्यासहरूमा जान थाल्यो। एक्लोपनलाई हटाउन मात्र मैले किताबको सङ्गत गरेको थिएँ। तर अहिले किताब नै मेरो जीवनको अभिन्न अङ्ग बनिसकेको थियो। मेरो मनभित्रको भावनाहरू मैले शब्दबाट पोल्न थालिसकेको थिएँ। हरेक हप्ता जसो रेडियोमा मेरो कविता र गजलहरू आइरहन्थे। कलेजमा हुने साहित्यिक प्रोग्रामहरूमा मैले भागहरू लिन थालेको थिएँ र थुप्रै पुरस्कारहरू पनि जितिसकेको थिएँ। यसै सिलसिलामा मैले भावनालाई भेटेको थिएँ। उनी पनि राम्रो कविता लेख्थिन्। यसो भनौँ न, हामी किताब अनि कविताको बहानामा नै नजिक भएका थियौँ। भावना जोशी उसको नाउँ, जसलाई भगवानले निकै फुर्सदमा बनाएका जस्तो लाग्थ्यो। उनको रूप, बोली, शरीरको बनावट निकै लोभ लाग्दो। प्राय कलेजका सबै केटाहरू फिदा थियो उनीमा। म उनको रूपको प्रशंसक त थिएँ, तर म उनको प्रतिभा र व्यवहारबाट बढी प्रभावित भएको थिएँ। थाहा छैन उनले ममा त्यस्तो के देखेकी थिइन्। न उनले कहिले भनिन्, न मैले नै सोधेँ। उनी जे कुरा पनि छिट्टै बुझ्थिन्। अक्षरहरू निकै सुन्दर थिए, प्रिन्ट गरेका जस्ता। चित्र पनि राम्रो बनाउँथिन्। 11 को बोर्ड एक्जामको रिजल्ट आयो। म टप 10 भित्र मुस्किलले परेँ। भावनाले कलेज टप गरेकी थिइन्। त्यसपछि त के चाहियो र? सबजना भावनाको नजिक हुन चाहन्थे। उनीसँगको मित्रता चाहन्थे। त्यो भिडमा म कता पराएँ। भावनालाई कलेज लिएर आउने र लाने काम एकजना केटाले गरिरहेको थियो। प्राय जसो उनीहरू बाइकमा नै आउँथे। कहिलेकाहीँ उनीहरू हिँडेर पनि जान्थे। मलाई भावना त्यो केटासँग हिँडेको मन परिरहेको थिएन। तर आफू जति नै नजिक छु भनेर सोचे पनि उनीसँग सोध्न सकिरहेको थिइनँ। कुरै कुरामा मैले उसको फोन नम्बर पनि मागेँ। उनले सजिलैसँग दिइन्। मेरो पनि मागिन्। के नामले सेभ गरौँ भनेर पनि सोधिन्। मैले उनको नाम भावना नै भनेर सेभ गरेको थिएँ र मैले राइमिङ मिलाउनलाई मात्रै भने, भावु भनेर सेभ गर न। उनले एकपटक आँखा तरेर हेरिन् र मेरो कुममा प्याट्टा हानिन्। मलाई शङ्का लागिरहेको थियो, कतै भावना त रिसाइन् कि भनेर। उनले केही नसोचिकन भनिन्, बाँदर ठिक छ। अर्थात् मेरो नाम समुद्रबाट बाँदर भएको थियो, केवल भावनाको लागि। उनले त्यही नामले मेरो फोन नम्बर सेभ गरिन्। ऊ मलाई सबैको अगाडि पनि बाँदर भनेर बोलाउन थालिन्। म केही भन्दैन थिएँ, तर मैले झुक्किएर बाँदर नै भनिदिएँ भने ऊ रिसले पराकाष्ठ नाग्थ्यो। हामी बिस्तारै तिमीबाट तमा चढेका थियौँ। शनिबार साथीहरूसँग बाहिर बजारतिर डुल्न निस्किन्थ्यौँ। म यहाँ आएको 2 वर्ष जति हुन लागेको थियो, तर मैले यो बजारको एक छेउबाट अर्को छेउसम्म पनि पुगेको रहेनछु। मलाई भावनाले नै हात समाएर उनको सर घुमाइन्, तर मैले उनलाई यसरी नै आफ्नो गाउँ कहिले घुमाउने होला। प्रिबोर्ड नजिकै थियो। यता भावनासितको सामिप्यता पनि गहिरिँदै थियो। मलाई उनीसँग बोल्नु, उनीसँगै बस्नु पनि बानी परिरहेको थियो। उनी एकछिन कलेज ढिला आउँदा पनि मनको बाटो हेरेर गेटमा कुरेर बस्थेँ। उनी मोटरसाइकलमा त्यही केटाको पछाडि बसेर आउँथिन्। मलाई त्यो दृश्यले जताततै पोलिरहन्थ्यो, जहिले सताउँथ्यो। जब उनी गेटबाट मुस्कुराउँदै हात हलाउँदै भित्र छिर्थिन्, मेरो सारा दुःख तनावहरू गायब हुन्थे। उनको उपस्थिति नै काफी थियो मलाई खुसी बनाउनको लागि।
म भावनालाई आफ्नो फिलिङ्स भन्न चाहन्थेँ, अर्थात् भावनालाई आफ्नै भावना भन्न चाहन्थेँ। उसलाई सुनाउन चाहन्थेँ कि उनी कसरी मेरो सपनामा आउँथिन् र मलाई बिथोलेर जान्थिन्। म उसलाई सुनाउन चाहन्थेँ कि उनको एक झलकले मात्र पनि मलाई खुसी बनाउन सक्थ्यो। उनलाई म यो पनि देखाउन चाहन्थेँ कि उनी मेरो साथमा भइन् भने संसारको सारा कठिनाइहरू कति सजिलै पार लगाउन सक्छु भनेर। तर मेरो मनमा एउटै डर थियो, कतै सुमधुर भइरहेको हाम्रो सम्बन्ध एकाएक सकिने त होइन। म आफ्नो मन हल्का बनाउनका लागि मात्र भए पनि भावनासँगको सम्बन्धमा दाउ लगाउन चाहन्थेँ। जति नै पीडा औडा मनमा भए तापनि ओठमा कृत्रिम मुस्कानले छोपिदिन्थे। म चाहन्थेँ भावनाले नै मलाई पहिला आफ्नो मनको कुरा भनोस् अनि म मुस्कुराउँदै उनको प्रस्तावलाई स्वीकार गरौँ अनि हाम्रो सम्बन्धलाई नयाँ नाउँ दिउँ, नयाँ उचाइ दिउँ, नयाँ स्थानमा पुर्याउँ। बिहान 4 बजे नै उनी मलाई फोन गरेर उठाउँथिन्। मेरो लागि अलार्म नै उनको फोनको घन्टी थियो। दिनभरि कलेजमा, लाइब्रेरीमा पनि हामी सँगै हुन्थ्यौँ। देख्नेहरू हामीहरूलाई मायालु जोडीहरू भन्थे, तर हामी बीच मायाको म पनि सुरुवात भएको थिएन। उनी पढाइमा निकै फोकस थिइन्। लाइफमा के गर्ने भन्ने उनलाई प्रष्ट थाहा थियो। उनी न्युरो सर्जन बन्न चाहन्थिन्। MBBSको तयारीका लागि भनेर उनी काठमाडौँबाट मोटो मोटो किताबहरू झिकाइसकेकी थिइन्। म ती किताबहरू देखेर तर्सिन्थेँ। कसरी पढ्ने होला यत्र किताबहरू, जब मैले आफ्नो कोर्स बुक पनि राम्रोसँग पढ्न सकिरहेको थिइनँ। सपना त मेरो पनि डाक्टर बन्ने नै थियो, तर डाक्टर कसरी बनिन्छ भन्ने चाहिँ थाहा थिएन। म धेरै जस्तो समय कथा, किताब, उपन्यासहरूमा रमाइरहेको हुन्थेँ, जुन उनलाई मन परेको थिएन। म उनी जसरी नै फोकस भएर पढ्नै सक्दैन थिएँ। पढेको कुरा पनि एकछिनमै बोल्थेँ। उनले मेरो नाम बाँदरबाट पुलकट, अल्छी, गोदासम्म राख्न भ्याइसकेकी थिए। 12को फाइनल एक्जामको रुटिन आएपछि हाम्रो कलेज बिदा भयो। बाँकी रहेको समयमा हामी घरमै बसेर तयारी गर्नका लागि परेका थियौँ। भावनासँग भेट्न नपाएको पनि धेरै भइसकेको थियो। उनको फोन पनि प्राय स्विच अफ हुन्थ्यो। मेसेजको रिप्लाई पनि एक दिन ढिलो आउँथ्यो। मेरो ध्यान पढाइमा कम, भावनाको फोन र मेसेजको प्रतीक्षामा बढी बितिरहन्थ्यो। एक दिन अति भएपछि म भावनाको घर खोज्दै गएँ। उनको घर परबाट देखेको मात्र थिएँ, घरभित्र भने छिरिसकेको थिइनँ। गेटमा पुगेपछि घन्टी बजाएर भित्र जाउँ कि जस्तो पनि लाग्यो। भावनाले मलाई यस्तो बेला देखे के भन्लेन्, किन आएको भन्दा के भन्ने होला भनेर दोधारमा परिरहेको थिएँ। त्यही बेला भित्रबाट कसैले गेट खोलेको आवाज सुने। मनमनै प्रार्थना गरेँ, हे भगवान्, यो मान्छे भावना नभइदिए पनि हुन्थ्यो भनेर। भगवान्लाई पनि मेरो प्रार्थना कहाँ मन्जुर थियो र। 45-50 वर्ष जतिको एकजना महिला बाहिर निस्किनु भयो। सायद भावनाको आमा होला। मैले त्यही सोचेर नमस्कार गरेँ। त्यस महिलाले नदेखेको जस्तो गरेर गइन्। मैले आफू भावनाको साथी भएको कुरा सुनाएँ। उहाँले पहिला मेरो खुट्टामा हेर्नुभयो, जहाँ एकजोर पुरानो तने चप्पल र एक तह आलो धुलो जमेको थियो। त्यसपछि मात्र मेरो अनुहारमा हेरेर भन्नुभयो, नानी घरमा छैन, बाहिर क्याफेमा साथीसँग बर्थडे मनाउन गएकी छे। म उनी सधैँ गइरहने क्याफे खोज्दै गएँ। त्यो क्याफेमा म 2 पल्ट मात्र गएको थिएँ। पहिलोचोटि साथीहरूसँग, दोस्रोचोटि भावनाको बर्थडेमा। नत्र त्यो क्याफेमा गएर खाने मेरो हैसियत नै थिएन। क्याफेमा छिर्नुभन्दा अघि आफूलाई बाथरुमको ऐनामा सरस्वती हेरेँ। सर्टको टाग कलर मिलाएँ, मुख धोएँ र आफूलाई सक्दो नर्मल देखाउने कोसिस गरेँ। क्याफेको एउटा छेउमा 4-5 जना केटीहरूको गोलो बसिरहेको थियो। उनीहरूको बिचमा थिए आशिका र उनलाई सधैँ कलेजमा छड्न आउने ती केटा। अनि उनीहरूको अगाडि थियो झलल्ल बलिरहेको मोमबत्तीले सजिएको केक। म ढोकाबाट भित्र छिर्नु र सबैजना उठेर ह्याप्पी बर्थडे भन्नु एकैचोटि भयो। त्यसैले भावनाले म क्याफेमा छिरेको थाहा नै पाइनँ। त्यो केटाले फु गरेर सबै बत्ती निभायो। यता मेरो मुहारमा खुसी निभ्यो। भावनाले उसको हातमा समाएर केक काटिदिन् र पहिलो केक भावनाले त्यो केटालाई खुवाइन्। त्यही झुठो केक उसले भावनालाई पनि खुवाइदियो। भावनाले आफ्नो सानो ब्यागबाट गिफ्ट निकाली। सबैजनाको नजर त्यतैतिर दौडियो। मान्छेहरूको हलचलले मैले के गिफ्ट हो भनेर देख्न सकिनँ। एकछिनपछि त्यो केटाको हातमा एउटा शानदार घडी चम्किरहेको थियो र उसले त्यसलाई बडो प्रेमपूर्वक सुमसुमाइरहेको थियो। यतिसम्म त मैले हेरेकी थिएँ, तर जब उसले भावनाको हात समातेर थोरै नाचेको जस्तो गर्न थाल्यो, मलाई सही भएन। कुनै बेला त्यहाँबाट भाँगो जस्तो भयो। तर मेरो खुट्टा भने पाइला चाल्न मानिरहेका थिएनन्। गीतको तालमा उनीहरू एकअर्काको तालमा झुमिरहेका थिए। यता मेरो आँखामा मनसुन सुरु हुँदै थियो। डान्सको तालमा उनीहरू एकअर्कासँग धेरै नजिक पुगिसकेका थिए। लगभग उनीहरूको बीचको दूरी शून्य थियो। त्यही बेला त्यो केटा थोरै झुकेको थियो।
यस्तो लाग्दै थियो ऊ भावनालाई चुम्न चाहन्छ। मलाई यो दृश्य सम्झँदा पनि आङमा सिरिङ्ग काँडा उम्रेको जस्तो भयो। भावना थोरै पछाडि के सरेको थिइन्। उनी त्यो केटाको हातबाट सिधै भुइँमा लड्न पुगिन्। मेरो मुखबाट एक्कासी भावना भनेर निस्कियो। सबैजना उनलाई उठाउन छोडेर मलाई हेर्न थाले। मलाई त्यस्तो अवस्थामा देखेर भावना पनि केही बोल्न सकिनन्। ऊ पनि लडेको ठाउँबाट नै आफै उठिन्। एकैछिनको हेरारपछि म त्यहाँ बसिरहन सकिनँ। म कसैलाई केही नभनी चुपचाप बाहिर निस्किएँ। बाटोभरि मनमा अनेक कुराहरू खेले। त्यो केटा को थियो? किन उसले भावनालाई चुम्न खोज्यो? भावनालाई किन बर्थडेमा जानु परेको? अबको 3 दिनमा एक्जाम छ, ऊ भने बर्थडे मनाउन जानुपर्ने। मलाई त खुब पढ्ने जस्तो गरेर मेरो फोन मेसेजको इग्नोर गरेकी थिएँ। मलाई भित्रभित्र रिस उठिरहेको थियो। म कुन बेला कसरी कस्तो हालतमा र कुन रूपमा रुम फर्किएँ मलाई पनि थाहा थिएन। रातिको 11 बजे मात्र भावनाको फोन आयो। म निदाउन लागिरहेको थिएँ, त्यसैले फोन उठाइनँ। मेरो रिस पनि अझै मरिसकेका थिएन। लगातार 3-4 कल आएपछि त्यसको 5 मिनटमा एउटा मेसेज आयो। मलाई थाहा छ त बाँदर अझै सुतेको छैनस्, तर पनि तैँले मेरो फोन उठाइनस्। ठिकै छ, पढन्दास मान्छे धेरै पढेस्, एक्जामको लागि अल द बेस्ट। म साँच्ची मामाबाट थाहा पाएको थिएँ त मेरो घर आएको रहेछस् भनेर। किन हो, एक्जामको बेला चारपट्टि डुल्दै हिँड्ने होइन, त्यही बुझ्नलाई कल गरेको बाई। उनको मेसेज पढेपछि मेरो मन झनै खलबलियो। उनले मलाई पढन्दास भनेको यो पहिलोपटक थियो। अनि म बिना काम डुल्दै हिँडेको पनि थिइनँ। मलाई उसँग भेट्न मन लागेको थियो र खोज्दै हिँडेको थिएँ। अनि 3 दिन पछिको एक्जामको लागि आज किन अल द बेस्ट भनेकी थिएँ? कि ऊ अब मसँग बोल्दिन र? मैले हतार हतार उनलाई फोन गरेँ। उनले पहिलो घन्टेमै फोन काटिन्। फेरि कल गरेँ, उनको मोबाइल स्विच अफ आयो। त्यसपछि लगातार 2 दिनसम्म हरेक 1-1 घन्टाको फरकमा कल गरेँ। सधैँ स्विच अफ नै भनिरह्यो। त्यसपछि एक्जाम सुरु भयो। मैले कल गर्ने छोडिदिएँ। जसोतसो गरी 12को परीक्षा पनि सकियो। अन्तिम दिन घर फर्किने बेला भावना मसँग केही कुरा गर्नु छ पर्खिएस् भन्दै थिए। तर मलाई उसँग केही कुरा गर्नु थिएन। जुन बेला मलाई उसको सबैभन्दा धेरै आवश्यकता थियो त्यति बेला बोल्न नपाएपछि अब बोलेर के फाइदा? मैले उसको नम्बर पनि ब्लक लिस्टमा राखिदिएँ। कोठामा आउने बित्तिकै भोलिपल्ट घर फर्किने तयारी गर्न थालेँ। बेलुका खाना पनि नखाइ सुतेँ। बिहानको चिसमेसी उज्यालोमा उनको यादहरूलाई, उनको सहरलाई छोडेर म आफ्नो गाउँको लागि निस्किएँ। त्यसपछि म हप्ता दिन जति मात्र घर बसेँ, किनकि मेडिकलको एक्जाम आउन 5 महिना पनि बाँकी थिएन। बाले नै डेराको सबै सामानहरू गाडीमा घरमै झिकाउनु भयो। यही बिचमा काठमाडौँ बसेर पढिरहेको नवीनसँग कुरा भयो। मेडिकल एक्जामको तयारी गर्ने ठाउँ पनि उसैले खोजिदियो। नवीनसँग रुम सेयर गरेर बस्ने सल्लाह भएपछि म फेरि आफ्नो अपुरो सपना पुरा गर्नलाई राजधानी ओर्लिएँ। त्रिचन्द्र कलेज घण्टाघरमा बिएससी पढ्नलाई भर्ना गरेपछि मलाई अब लाइफमा के गर्ने के नगर्ने भन्ने थाहा भइसकेको थियो। सपनाहरू ठुला साना हुँदैनन्, त्यसलाई पुरा गर्ने आँट मात्र चाहिन्छ भनेर सुनेको थिएँ। सब छुट रहेछन्। देखेको सबै सपनाहरू कहाँ पुरा हुने रहेछन् र? सपना पुरा गर्नलाई सबैभन्दा पहिले हैसियत चाहिने रहेछ। अनि हैसियत पैसाले निर्धारण गर्ने रहेछ। खल्तीमा टन्न पैसा छ भने जस्तो सुकै सपना देख्नु परोस्। देख्नुहोस्, पुरा गरिदिने मान्छे चोक चोकमा भेटिने रहेछन्। यदि गोजीमा फुट्या कौडी छैन भने आफ्नो छायाले पनि साथ छोड्ने रहेछ। सामान्य मध्यम वर्गीय परिवारमा जन्मेर सुख दुःख गर्दै यहाँसम्म त जसो तसो आइपुगेँ। अबको बाँकी यात्रा आफ्नै बलबुतामा पुरा गर्नुपर्ने थियो। 4 महिना जति मेडिकल एक्जामको लागि गदा चाहिँ घुटिएर पढेँ, तर पार लाग्न सकेन। छात्रवृत्तिमा नाम निस्किएन अनि पैसा खर्च गरेर पढ्ने औकात भएन। एमबिबिएस नभएपछि बिएससी एजीको पनि एक्जाम दिएको थिएँ। त्यसमा पनि हालत उस्तै थियो। थोरै नम्बरले गर्दा मेरिट लिस्टमा नाम पर्न सकेन। तयारीका लागि मात्र भनेर पढेर बस्ने छुट थिएन। घरबाट फोन आउने बित्तिकै पहिलो प्रश्न हुन्थ्यो, काम खोजिस् त बाबु? म मलिन स्वरमा भनिदिन्थेँ, पढेर फुर्सद भए पो काम खोज्न हिँड्नु। फेरि उताबाट अर्को प्रश्न सोधिन्थ्यो, काम नगरी त कसरी बाँच्छस् र? घरबाट पठाउन सक्ने भए किन भन्थे तँलाई? मलाई घरको अवस्था राम्रैसँग थाहा थियो। मैले अब छिट्टै काम खोजिनँ भने बिहान बेलुकाको छाक टार्न पनि दौडाउनेछ। यसरी कति दिन भोक भोकै पढ्न सकिन्छ? पढ्दैमा पनि नाम निस्किने भन्ने छैन। पछि यस्तो लाग्न थाल्यो, डाक्टर पनि सपना मेरो लागि होइन रहेछ। म त आजसम्म भ्रममा बाँचिरहेको रहेछु। म जस्तै कति युवाहरू यस्तै मृग तृष्णामा भौतारिरहेका होलान्। कोठा नजिकैको एकजना दिदीले आफ्नो छोरालाई साँझ 1 घन्टा ट्युसन पढाइदिन अनुरोध गर्नुभयो। मलाई पैसाको जरुरत भइरहेको बेला आएको अवसरलाई मैले खेर जान दिइनँ। जीवन धान्नका लागि मैले वर्षौँ बोकी हिँडेको सपनालाई तिलाञ्जली दिएँ। बिहान बेलुका काम गर्दै म त्रिचन्द्र कलेजमा बिएससी पढ्ने भएँ।
यसै बिचमा नवीन पनि जापान उडिसकेको थियो। काठमाडौँ आएको दिनदेखि नै उसले मलाई भाषा सिक्न जा भनेर हैरान पारेको थियो। मैले मेरो कुरा सुनाउँदा ऊ मुर्छा परेर हाँसेको थियो। त्यो बेला मलाई नवीन देखेर एकदमै रिस उठेको थियो। तर आज बल्ल थाहा हुँदैछ म कति मूर्ख रहेछु। त्यो बेला मलाई आफैसँग लाज लागेर आयो। त्रिचन्द्र कलेज केवल कलेज मात्र थिएन, त्यो एउटा सानो नेपाल नै थियो। कलेजको पहिलो दिन म त गेटबाट छिर्ने बित्तिकै हराएँ। फर्म भर्दा, इन्ट्रान्स एक्जाम दिँदा नवीन साथमै थियो। खासै फरक परेको थिएन। तर आज कलेजको गेटबाट भित्र छिरेँ। मलाई छुट्टै संसारमा पुगेको जस्तो हुँदै थियो। मेरो क्लासरुम कुन हो, कुन क्लास कुन बिल्डिङमा हुन्छ र कति बजे हुन्छ भन्ने केही थाहा नै थिएन। आधा घन्टा जति चौरतिर भौतारिएपछि म थकित भएर शान्त रानी पोखरीलाई हेर्दै टोलाइरहेँ। मलाई किन नयाँ ठाउँमा घुलमिल हुन यति साह्रो गाह्रो भएको होला, किन कोहीसँग बोल्न नसकेको होला, म भित्रको त्यो हिम्मत कहाँ गयो होला। म आफैलाई यस्तै प्रश्नहरू सोध्थेँ र सोधेर बसिरहन्थेँ, तर त्यसको जवाफ आफूलाई दिन सक्दिनथेँ। घन्टाघरको घडीमा 1 बजिसकेका थियो। म अझ अलमलमा थिएँ। क्लास खोज्दै हिँडौँ कि कोठामा फर्क्यौँ। दोधारको बिचमा मलाई पछाडिबाट मसिनो स्वरमा सोध्यो, सुन्नुहोस् त, यो फर्स्ट इयरको क्लास कुन रुममा हुँदैछ? म बिहानदेखि त्यही त खोजिरहेको छु। एउटा बाटो बिराएको बटुवालाई अर्को बाटो बिराएको बटुवाले यो बाटो कहाँ जान्छ भनेर सोधे के जवाफ दिने हो? मेरो अवस्था ठ्याक्कै त्यस्तै थियो। म निकै बेरसम्म नबोली बसेपछि त्यो केटी एक्कासी जङ्गी। थाहा छैन भने थाहा छैन भन्नु नि, के केटी नै नदेखेको जस्तो गरी वाल्ल परेर बसेको। उसको कुराले म अच्केँ। मैले उनलाई कहिलेदेखि त्यसरी हेरिरहेको थिएँ मलाई नै थाहा थिएन। उनी मेरो अगाडि छिन् भन्ने समयका थिएन। यस्तो हालतमा म कसरी उसको जवाफ दिन सक्थेँ? मैले आफ्नो अवस्था बताइदिएँ। म पनि आज भर्खरै आएको कलेज। बिहान 10 बजेदेखि म पनि फर्स्ट इयरको क्लास खोजिरहेको छु, अहिलेसम्म भेटेको छैन। मेरो कुरा सुनेर उनी पनि मुर्छा परेर हाँसिन्। अघिसम्म रिसाएको मान्छे एकाएक हाँस्दा म झन् 3 छक परेँ। वास्तवमा उनले मलाई सिनियर सम्झेको रहेछिन् अनि मैले लाइन मारेको सम्झेर पो झपारेको रहेछिन्। अर्को कुरा, फर्स्ट इयरको क्लास 1 बजेदेखि नै हुने रहेछ। अहिले भर्खर 1:15 भएको थियो अनि मैले बिहानदेखि खोजेर कहाँ भेट्छु त? बुद्धु, उनले मेरो निधारमा प्याट्टा हानिन्। त्यसो गर्दा मेरो दिमागमा झट्ट भावनाको याद सलबल आयो। बाइ द वे, आई एम निर्जला। बल्ल पो मैले निर्जलाको अनुहार घोरिएर हेर्न थालेँ। कतै भावना नै निर्जला बनेर आयो कि त होइन? अनि तपाईँको नाम चाहिँ नभन्ने? समुद्र, मैले यति मात्रै भने। जस्तो मान्छे त्यस्तै नाम, निर्जलाको ओठ चले। हजुर, मैले नबुझेको जस्तो गरेर टाउको बनाएँ। नाम चाहिँ समुद्र अनि बोली चाहिँ 1 चम्चा जति सकिन्छ भनेर लोभ गरेको त होइन नि। हाँस्दा निर्जलाका सेता दाँतहरू देखिए। उनको देब्रे गालामा सानो खोबिल्टो पनि पर्दो रहेछ। एक कुल विद्यार्थीहरू एउटा क्लासबाट बाहिर निस्किन नपाउँदै अर्को कुल विद्यार्थीहरू छिर्न लछाड मछाड गर्दै थिए। ढोकामा भिड कम भएपछि हामी बल्ल क्लासमा छिर्यौँ। अगाडिका सबै बेन्चहरू खचाखच भरिएका थिए। लास्ट रोमा 2वटा खाली थियो। निर्जला सेकेन्ड लास्ट बेन्चमा बसी। मलाई उसैसँग बस्न अड लाग्यो। म लास्ट बेन्चमा एक्लै बसेँ। बेला बेला निर्जला मलाई पुल्लोको पछाडि हेर्थी। म फिस्सा हाँसिदिन्थेँ। पहिलो क्लास इङ्ग्लिसको थियो। सामान्य परिचय दिएर सिलेबस टिपाइदिनु भयो सरले। आधा घन्टा जति यताउताको कुरा गरेर सर जानुभयो। सरको पछि सबै विद्यार्थीहरू बाहिर निस्किए। फेरि लास्टमा निस्किने निर्जला र म मात्रै भयौँ। बाहिर निस्केपछि मैले लामो सास तानेँ, किनकि मैले आजसम्म यति धेरै विद्यार्थी भएको क्लासमा बसेर पढेको थिइनँ। निर्जलाले कस्तो महसुस गरेकी छिन् भनेर सोध्ने फुर्सद पनि थिएन, किनकि हामीलाई दोस्रो क्लास खोज्नु थियो। 4 बजे आजका सबै क्लासहरू सकिए। कलेजबाट बाहिर निस्किने बेलामा निर्जलालाई गार्डननिर देखेको थिएँ। छिनभरमै गायब भए। उसलाई थ्याङ्क यू पनि भन्न पाएको थिइनँ, किनकि उसैले मलाई आज सबै क्लासहरू डोराइ लगेकी थिए। फेरि आज भर्खर भेटाएकी केटीलाई यत्रो भिडमा खोजेर बस्ने कुरा पनि भएन। त्यसरी नै 1 हप्तापछि बल्ल मलाई आफ्नो क्लास र समयको बारेमा थाहा भयो। बिहान जति नै ढिला उठे पनि हुन्थ्यो। खाना खाएर बिस्तारै गए पनि हतार हुँदैन थियो। सोरखुट्टेदेखि घन्टाघर आधा घन्टाको दूरीमा पनि थिएन। कुनै दिन म एउटै क्लास नगई घर फर्किन्थेँ। बेला बेला घन्टाघरको छतमा, गार्डनमा त कहिले लाइब्रेरीमा बसेर समय बिताउँथेँ। 1-2 जना अनुहारहरू बिस्तारै परिचित हुँदै गए। सम्मुख पर्दा हाँसिदिन्थेँ। बोलिहाल्न चाहिँ मनले मान्दैन थियो। एक दिन लाइब्रेरीमा बसेर शिरीषको फुल पढिरहेको थिएँ। कसैले मेरो हातबाट पढ्दा पढ्दा किताब थुदिदियो। पढनदास अघिदेखि बोलाएको नसुनेको कि नसुनेको जस्तो गरेको। कसैले मलाई हपारेको शैलीमा भन्यो। एक त मलाई पढनदास भनेको नै मन पर्दैन। दोस्रो, मेरो कथाको सिलसिला बिचमा रोकिएको थियो। मैले झर्को मान्दै आवाज आएतिर हेरेँ। निर्जला मेरो सामुन्ने उभिएको थिए। उसको एउटा हातमा फोन थियो अनि अर्को हातमा शिरीषको फुल।
मैले केही भन्न नपाउँदै उसले थपी, आज क्लास जानु पर्दैन? मैले आज क्लास नभएको कुरा सुनाइदिएँ। उसको निधार खुम्च्यो। यति टाढादेखि आउनु मात्र भयो भनेर गनगनाउन थाली। मलाई सोध्न मन थियो कति टाढा भनेर। चिया खान जाने? उसले मलाई सोधी। मसँग चिया खुवाउने पैसा छ कि छैन त्यो पनि थाहा थिएन। खल्तीतिर छामे। अलिकति भयो जस्तो लाग्यो। मैले हुन्छ भनेर उसको पछि पछि लागेँ। चिया पिउँदै गर्दा उसले फेरि सोधी, तिमीलाई सकम्बरी कस्तो लाग्छ? को सकम्बरी? म घोत्लिन थालेँ। उसले टेबल छेउको किताबलाई देखाउँदै भने, यो उपन्यासकी प्रमुख पात्र सकम्बरी। ए, मैले अलि लामै लेद्रो ताने। राम्रो लाग्छ? छ्या, तिमी त कस्तो, मैले उसको विचार कस्तो लाग्छ भनेको नि। मलाई सकम्बरी यस्तो लाग्छ भनेर भन्न नपाउँदै उसले फेरि थपी, तिमीले यो पहिलोचोटि पढिरह? मैले यो दोस्रो पटक पढिरहेको थिएँ। पहिलोचोटि पढ्दा राम्रोसँग बुझेको थिइनँ, तर उसले फेरि के सोध्ली भनेर मैले पहिलो पटक भनिदिएँ। उसले आफू हारेको जस्तो अनुहार बनाई। सायद ऊ केही कुरा भन्न चाहन्थे। पहिला पढिसक अनि कुरा गरौँला भनी। मैले हुन्छ भनिदिएँ। भेटिएको बेला छोटो समयमा ऊ खुलेर बोलिरहेकी थिए, तर मलाई भने खुल्न गाह्रो हुन्थ्यो। कमसेकम उसले मलाई समय दिएकी थिए। फेरि एकपटक भेट्ने बहाना बनेको थियो। बेलुका घरमा पुगेपछि फेसबुकमा निर्जला सर्च गरेँ। सुरुमा उसको आइडी देखियो। फ्रेन्ड रिक्वेस्ट पठाइदिएँ। केही मिनटमा एक्सेप्ट पनि भयो। सायद ऊ पनि फेसबुकमा एक्टिभ थियो होली। मैले वेब पठाएँ। उसले हाई लेखी। त्यसपछि हाम्रो कुराकानी फेसबुकमा पनि सुरु हुन थाल्यो। हाम्रो सिभिजेट कम्बिनेसन थियो। मलाई बोटनी र जियोलोजी त राम्रोसँग आउँथ्यो, तर केमिस्ट्री मेरो +2 देखि नै कमजोर थियो, पढाइमा अनि जिन्दगीमा पनि। हाम्रो धेरै जस्तो समय कलेजको लाइब्रेरी र गार्डनमा बित्न थालेको थियो। मान्छेहरूको भिडभाड र चर्को आवाज निर्जलालाई पनि मन नपर्ने रहेछ। साहित्यमा पनि उसलाई अलिकति रुचि रहेछ। समर लभ र साया साथीहरूको रिक्वेस्टमा किनेर नै पढेको रहेछ। मेक्सिम गोर्कीको आमा पाउलो कोएल्होको अल्कामिस्ट पनि पढ्न गइसकेको रहेछ। उसले थोरै मात्र किताब पढेको थिए, तर जति पढेको थिए एकदम बुझेर पढेको रहेछ। निर्जलाको सङ्गतले मैले गीतहरू सुन्न थालेको थिएँ। विशेष गरी ऊ हिन्दी गीतहरू सुन्थे। अरिजित सिंह उसको फेभरेट। उसैले गर्दा मलाई बलिउड फिल्महरू हेर्ने बानी लागेको थियो। मलाई पढ्नमा बाहेक अरू कुरामा खासै चासो थिएन। उसको मन राख्नको लागि र उसँग भेट्दा कुरा गर्ने टपिकको लागि मात्र म उसले भनेका कुराहरू सुन्ने हेर्ने गर्थेँ। म खोजेर सुन्दिनँ केही कुरा पनि। सबै कुराहरू उसैले पठाइदिन्थे। अरू केही पाइनँ भने फन्नी पोस्टहरू, मिमहरू सेयर गर्थे। म मन पऱ्यो पनि मन नपऱ्यो पनि हाँसेर रिप्लाई दिन्थेँ। वैशाखको पारी लगामा हामी सुन्दरीजा हाइकिङमा गयौँ। फेसबुकमा उसैले काठमाडौँ हाइकिङ क्लबको एउटा लिङ्क पठाएर मलाई फर्म भराएकी थिए। शनिबार बिहानै हामी काठमाडौँ मल अगाडि भेटिएका थियौँ। सेतो टी सर्ट र निलो जिन्स प्यान्टमा निर्जलालाई साह्रै छुवाएको थियो। एउटा सानो ब्याग पनि साइडमा बेरेकी थिए। दिनभरिलाई पुग्ने खाना पानी मलाई बोक्न लगाएकी थिए। हामी सँगै हाइकिङमा जाने अन्य साथीहरू पनि भेट भएपछि हामी रिजर्भ माइक्रोमा चढेर सुन्दरीजल पुग्यौँ। यो हाइक मेरो लागि किन पनि महत्त्वपूर्ण थियो भने म पहिलोपटक काठमाडौँलाई निहाल्दै थिएँ अनि निर्जलालाई नजिकबाट बुझ्ने मौका पनि पाइरहेको थिएँ। काम निकै चर्किएको थियो। मसँग छाता थिएन। हामी दुइटै एउटै छाता मुनि छेल पारेर हिँडिरहेका थियौँ। निर्जलाको शरीरबाट पर्फ्युम र पसिनाको ककटेल बास्न आइरहेको थियो। अप्ठ्यारा बाटाहरूमा म उसलाई हात समातेर साथ दिन्थेँ। कतै थके मार्न बस्नु पर्दा ऊ मेरो कुम्ला अडेस लगाएर बस्थी। उसको अनुहारको पसिनाले मेरो कपडा सबै भिजेको थियो। बाटोभरि हामीबीच धेरै कुराहरू सेयर भए। उसले आफ्नो +2 को रमाइला किस्साहरू सुनाई। उसका साथीहरूको बारेमा धेरै कुराहरू गरी। विदेश जान उनले कति मेहनत गरी र अन्त्यमा कसरी उसको भिजा रिजेक्ट भयो आदि इत्यादि। हामी कलेजमा पहिलोपटक भेट हुँदाको त्यो मिठो घटना पनि सुनाई। हामी फेरि त्यो दिनलाई सम्झेर हाँस्यौँ। एकछिन भए पनि थकाइ मर्यो। उसले मेरो बारेमा खासै चासो राखिन। अझ भनौँ न, मैले आफै भन्न चाहिनँ। मन त थियो नि उसलाई सबै कुरा सुनाउने, तर कसरी कहाँ केबाट सुरु गर्ने थाहा नै भएन। म त उसको कुरा मात्रै सुनिरहेँ। जति सोधे पनि उसले स्कुल लाइफको बारेमा भने केही भनिन। बस यति मात्रै भनी मसँग सम्झिन लायक र सुनाउन लायक केही कुराहरू छैनन्। मलाई किन लागिरहेको थियो यो केटीसँग मनमा केही कुरा छ जुन ऊ सुनाउन त चाहन्छे तर खुलेर भन्न सक्दिन। सेकेन्ड इयरको बोटनीको प्रोजेक्टको लागि हामीलाई गोदावरी जानुपर्ने भयो। त्यहाँ भएका प्लान्टहरूको स्टडी गरेर एउटा सानो रिपोर्ट तयार गर्नुपर्ने थियो। गोदावरी नाम सुन्ने बित्तिकै निर्जलाको अनुहार एकाएक कालो भयो। ऊ सकेसम्म नजाने मुडमा थिए, तर मैले धेरै रिक्वेस्ट गरेपछि बल्ल ऊ जान तयार भए। हामी बिहान 8 बजेतिर लगनखेल बस पार्कमा भेट्यौँ। आज किन निर्जला केही बोलिरहेकी थिएन।
मैले सन्चो छैन भनेर सोद्धा पनि केही बोलिनँ। ठिक छ मात्र पनि। दिनभर घुमेर हामी गोदावरी खोलामा हातमुख धुँदै थियौँ। हाम्रो ग्रुपबाट निर्जला गायब भई। कसैलाई केही थाहा थिएन ऊ कहाँ गई भनेर। उसलाई फोन गर्दा फोन पनि रिसिभ भएन। मेरो मन एकदम अत्तालियो। म निर्जलालाई चारैतिर खोज्न थालेँ। आधा घन्टा खोज्दा पनि नभेटिएपछि मैले हार मानिसकेको थिएँ। मेरो आँखा रसाउन थालिसकेको थियो। डिलबाट झर्न मात्र बाँकी थियो। त्यही बेला मेरो मोबाइलको घन्टी बज्यो। सरिनाको रहेछ। ऊ निर्जला भेटिए भनेर खुसी हुँदै सुनाउँदै थिए। म हतार हतार सरिना भएको ठाउँमा पुगेँ। त्यहाँ निर्जला थिएन। उनीहरू मेरो बिग्रेको अनुहार देखेर हाँसिरहेका थिए। मलाई झनै उल्टै जिस्काउँदै थिए। सरिनाले भनिन्, हेर त निर्जलाको नाम सुने बित्तिकै समुद्रमा सुनामी आए जस्तरी आएको। आखिर समुद्र जो पर्यो। त्यसमाथि आयुषले थपिदियो। ढुकुर जोडीहरूलाई एकछिन छुटेर बस्न कति गाह्रो हुँदो रहेछ है। सबैजना आयुषको कुरामा खित्का छोडेर हाँस्दै थिए। मलाई उनीहरूको कुरा सुन्ने फुर्सद थिएन। म जति सक्दो छिटो निर्जलालाई भेट्न चाहन्थेँ। मैले आयुषलाई सोधेँ, निर्जला कहाँ छे? छिटो भन्न। सबैजना मुखामुख गर्न थाले। एक मन त लाग्यो यिनीहरूले मेरो हाँस उडाइरहेछन्। फेरि अर्को मनले सोच्यो, आखिर निर्जला त हराएकी छे। उसलाई जसरी नै खोज्नु छ मैले। मेरो रुन्ची अनुहार देखेर सायद सरिनालाई माया लाग्छ। उसले हातको इसाराले ऊ त्यहाँ तल पोखरीको छेउमा छ भनेर भनिसकेपछि बल्ल मेरो श्वास आयो। म हतारिँदै निर्जला भएको ठाउँतिर जाँदै थिएँ। आयुषले चिच्याउँदै भन्यो, कमसेकम एउटा फुल त टिपेर लैजा। सबैजना हाँसे। आयुषले ठिकै भन्यो। एउटा राम्रो गुलाबको फुल कसैले नदेख्ने गरी टिपेँ र सुटुक्क लुकाएँ। निर्जलालाई परेबाट देखेपछि मेरो मन अलिकति हल्का भयो। ऊ पर कतै हेरेर टोलाइरहेको थिए। मैले वरेबाट निर्जला भनेर बोलाएँ। उसले सुनिनन्। सायद मेरो स्वर सानो भएर हो कि भनेर अलि नजिक गएँ। उसले पछाडि फर्केर सम्म हेरिन। निर्जला होइन कि जस्तो पनि लाग्यो। फर्किउँ जस्तो पनि भयो। तर एकचोटि नजिकबाट हेरेर जान्छु भनेर निर्जला भएको नजिकै पुगेँ। सायद म आएको उनले थाहा पाए कि पाइनन् होला। मनकै पछाडि गएर उभिएँ एकछिनलाई। उनलाई छोएर बोलाउँ कि यत्तिकै नामले बोलाउँ? एकछिनसम्म कुनै हलचल भएन। मैले निर्जलालाई आफ्नो मनको कुरा भन्ने यही उत्तम उपाय हो जस्तो पनि लाग्यो र बोल्न लागेँ। निर्जला, मलाई थाहा छैन यो उपयुक्त समय हो वा होइन। मलाई त यो पनि थाहा छैन यसको लागि म उपयुक्त पात्र हो या होइन। सायद मैले आज हतार गरेँ कि या यो कुरा धेरै पहिले नै भन्नु पर्थ्यो कि त्यो पनि थाहा छैन। तिमीलाई देखेको दिनदेखि आजसम्म मेरो मस्तिष्कमा एउटै आकृति बारम्बार घुमिरहेछ। मेरो ओठको मुस्कानमा होस् या आँखाको आँसुमा, खै तिम्रो अनुहार जस्तो देख्न थालेको छु। तिम्रो लागि 7 जुनीसम्म लिन्छु भनेर म झुट बोल्न त सक्दिनँ। एक बारको जुनी तिमीसँग 7 जुनीसम्म पुग्ने गरी बिताउन मन छ। तिमीलाई आफूबाट टाढा राखेर म एक पल पनि कल्पना गर्न सक्दिनँ। तिमी बिना एक्लै बाँच्न सक्दिनँ म भन्दिनँ। किनकि मलाई त तिमीसँगै बाँच्नु छ। तिमीसँगै बुढो हुनु छ। तिमीसँग जिन्दगी बिताउनु छ। तिमी मेरो लागि अप्सन होइन। तिमी भएन भने यसो गर्छु त्यसो गर्छु भन्दिनँ। तिमी नै मेरो लागि सब थोक हौ। तिमी नै सारा सर्वस्व हौ। निर्जला, म तिमीलाई धेरै माया गर्छु। साँच्चै आई लभ यु। निर्जला, डु यु लभ मी? मैले निर्जलाको कुममा समातेर उसलाई आफूतिर फर्काएँ। उसको दुवै आँखाबाट आँसुहरू निरन्तर बगिरहेका थिए। आँखाबाट आँसु गला घाँटी हुँदै तल छातीसम्म बगेको थियो। उसको दुवै हातमा गुलाबको फुल राखिदिएँ र हलुकासँग चुमेँ। आँसु बग्न अझै रोकिएको थिएन। उसको शिरलाई आफ्नो अँगालोमा बेरेँ र हत्केलाले उनको आँसु पुस्न थालेँ। उनको तातो आँसुले मेरो छातीलाई पोलिरहेको थियो। जब मेरो हात उसको आँखाको डिलबाट गलासम्म पुग्यो, उनी एक्कासी चिच्याइन्, नो नो नो, छोड्दे मलाई। आई हेट यु रिदम। आई रियली हेट यु। निर्जलाको हातबाट गुलाबको फुलहरू भुइँमा झरे। उनले ती कोमल फुलहरूलाई आफ्नो पैताले कुल्चिएर गइन्। फुलका पत्ताहरूबाट रगत जस्तै रातो रस निस्कियो। जसरी मुटु चिरेपछि रगत निस्किन्छ। एकैछिनमा उनले टेकेको भुइँ रातो भयो। मलाई आफ्नो मुटु कुल्चिएर रगत ताम्मै भयो जस्तो लाग्यो। अब यो अन्तिम कथा फेरि पनि निर्जलाको कथा। समुद्र मेरो जिन्दगीबाट थाहै नपाई गायब भएको थियो। उसलाई खोज्ने मैले धेरै प्रयास गरेँ। फेसबुक, इन्स्टाबाट पनि ब्लक गरेछन्। फोन नम्बर पनि सधैँ नट रिचेबल मात्रै हुन्थ्यो। समुद्र बिनाको कलेज मलाई मसान घाट जस्तो सुनसान लाग्न थालेको थियो।
उसँग बिताएका हरेक पलहरू मेरो मन मस्तिष्कमा चलचित्रको रिल भनेर एकहोरो घुमिरहेको थियो। मलाई लाइब्रेरी, गार्डन अनि ल्याबमा पनि समुद्रको यादले सताइरह्यो। उसका ससाना कुराहरूले मलाई सधैँ खुसी बनाइरहन्थ्यो। उसको अभावमा मेरा ती खुसीहरू पनि गायब भएका थिए। बल्ल मैले आज आएर समुद्रको अभाव महसुस गरिरहेको थिएँ। गोदावरीमा त्यो दिन के भएको थियो म सम्झिन चाहन्छु। धेरैको लागि गोदावरी प्रेमिल ठाउँ होला, मेरो लागि भने खुसी खोसिने ठाउँ भएको छ। दैव संजोग पनि कस्तो, एउटै ठाउँमा मैले दुईजना आफूलाई माया गर्ने खुसीहरू गुमाएको थिएँ। रिदमले दिएको धोकापछि म धेरै दिनसम्म पनि नर्मल हुन सकेको थिएन। म भित्रबाट टुटेको थिएँ। मलाई लाग्थ्यो अब म कहिले पनि पहिलाको जस्तो हुन सक्ने छैन। सायद म फेरि कसैलाई रिदमलाई जसरी माया गर्न सक्ने छैन। स्कुल पछिका 2 वर्ष मैले रिदमले दिएको घाउलाई निको पार्नमा खर्च गरेँ। त्यसपछि मेरो जीवनमा समुद्र आयो। उसँगको पहिलो भेट नै यति लोभलाग्दो बन्यो कि त्यसपछि उसलाई बारम्बार भेट्न मन लागिरह्यो। म कलेज समुद्रलाई भेट्नको लागि मात्र भए पनि अझ उसँगको सामिप्यताको लागि मात्र आउने गर्थेँ। म उसलाई आफूभित्र उम्लिरहेको ज्वालामुखीहरू एकैचोटि भनेर मन शान्त पार्न चाहन्थेँ। तर फेरि अर्को मनले हतार गर्नु हुँदैन, समय आएपछि आफै थाहा पाउँछ भनेर म आफैलाई सम्झाउँथेँ। मैले उसलाई सकम्बरी कस्तो लाग्छ भनेर सोद्धा उसले राम्रो लाग्छ भनेको थियो। तर म चाहन्थेँ उसले तिमी जस्तै लाग्छ भनोस्, किनकि सुयोगवीरको एक चुम्बनले उसको जीवनको फिलोसफी नै बदलिएको थियो। जसरी रिदमको एक स्पर्शले मेरो जीवन बदलिएको थियो। स्कुल बेलाको त्यो घाउ सानो थियो, तर त्यसको असर मेरो जीवनमा आजसम्म पनि परिरहेको छ। वास्तवमा त्यो दिन मलाई बिहानदेखि सन्चो थिएन। म पिरियडमा थिएँ। त्यसमाथि मलाई गोदावरी भनेपछि यतिको पनि जान मन लागिरहेको थिएन। साथीहरू र समुद्रले एकदमै कर गरिसकेपछि मात्र जान तयार भएकी थिएँ। दिनभरि पनि म समुद्रकै साथमा हिँडिरहेकी थिएँ, किनकि मलाई एक्लै हिँड्न डर लागिरहेको थियो। दिउँसो खोलामा हातखुट्टा धुने बेलामा मलाई रेस्टरुम जानुपर्ने भयो। यति सानो कुरा पनि के भन्नु भनेर म कसैलाई नभनी रेस्टरुम खोज्न निस्किएँ। तल पोखरीको छेउ एउटा सानो सफा रेस्टरुम रहेछ। म आफ्नो काम सकेर फर्किन खोज्दै थिएँ। मेरो नजर त्यो सानो पार्टी जस्तो घरमा पर्यो, जहाँ मैले रिदमलाई अर्कै केटीसँग अँगालोमा देखेको थिएँ। मलाई एकछिन त सोच्न बाध्य बनायो म कुन समयमा बाँचिरहेको छु भन्ने। म आफूलाई त्यही स्कुले जीवनको निर्जला सम्झिरहेको थिएँ, जो रिदमलाई खोज्दै यहाँसम्म आएकी थिए। मेरा पुराना दबेर बसेका यादहरू फेरि एकपल्ट ताजा भए। म आफ्नो अतीतबाट बाहिर निस्कन सकिरहेको थिइनँ। त्यही बेला कसैले टाढाबाट मेरो नाम बोलाए जस्तो लाग्यो। मैले मनमा नै सोचेँ त्यो मान्छे रिदम चाहिँ नहोस्। थाहा छैन किन मेरो मनले हजारौँ पटक रिदम नहोस् भनिरह्यो। जति जति त्यो आवाज मेरो नजिक पर्थ्यो म खुसी हुँदै गएँ, किनकि त्यो आवाज रिदमको थिएन। एकछिनपछि मैले समुद्र मेरो अगाडि उभिएको चाल पाएँ। मलाई पछाडि फर्केर उसको अनुहार हेर्नसम्म आँट आएको थिएन। समुद्रले आफ्नो मनको कुराहरू सबै भयभरको मलाई खुलस्तसँग भन्यो। मलाई पनि भन्न मन थियो मेरो मनको पीडा, तर जब जब म बोल्नलाई आँट गर्थेँ तब मेरो घाँटीमा रिदम आएर अड्किन्थ्यो। त्यसपछि मेरो बोली बन्द हुन्थ्यो। समुद्रले मलाई औधी माया गर्छ भन्नेमा कहिले दुई मत न थिएन। म पनि उसलाई त्यति नै माया गर्थेँ। फरक यति मात्र थियो, उसको मनमा जे हुन्थ्यो त्यो बाहिर पनि देखिन्थ्यो अनि मेरो मनको चाहिँ मनमै रहिरह्यो। समुद्रले जब आफ्नो मनको कुरा भन्न थाल्यो म खुसीले पागल हुँदै थिएँ। त्यही पल पछाडि फर्केर उसलाई अँगाल्नु जस्तो लागेको थियो। खुसीले मेरो आँखाबाट आँसु निरन्तर बगिरह्यो। त्यसलाई पुस्ने आवश्यकता पनि ठानिनँ। मलाई लागिरहेको थियो जति रुनुपर्ने हो आजै रोएर सकाउँछु, किनकि अबदेखि म कहिले रुनु नपरोस्। मैले समुद्र जस्तो फरासिलो अनि फराकिलो माया गर्ने मान्छे पाएको थिएँ। उसले आफ्नो कुरा भनेर सकाइसक्यो, तर पनि मेरो मन अगाएको थिएन। अब उसले के भन्छ होला भनेर पर्खिरहेको थिएँ। उसले मलाई कुममा समातेर आफूतिर घुमायो। उसले मेरो दुवै हातमा गुलाबको फुल राखेर चुम्यो। मलाई पनि उसका ती हातहरू त्यसै गरी प्रेमपूर्वक चुम्न मन थियो। उसले मेरो शरीरलाई आफ्नो छातीमा टाँस्यो। मलाई आफू सबैभन्दा सुरक्षित भएको महसुस भयो। म आफ्नो कल्पनामा हराउन थालेछु जब एउटा हात सलवलाउँदै मेरो गला, मेरा ओठ, मेरा घाँटीतिर पुग्यो। मलाई एक्कासी रिदमको याद आयो। मलाई त्यो बेला त्यो हात रिदमकै हो भन्ने लाग्यो। रिदमलाई सम्झिने बित्तिकै मलाई के भयो, म जतिसक्दो उसको पन्जाबाट फुत्किन चाहेँ। मेरो मनमा वर्षौँदेखि दबेर बसेका घृणालाई मैले एकैचोटि बाहिर निकालेँ, सधैँको लागि। त्यो बेला मेरो त्यो इमोसन जायज थियो, तर जसको अगाडि मैले त्यो सब गरेँ बिचरा उसलाई त केही थाहा नै थिएन। जब साँझ फर्किने बेला भयो मलाई यो सब कुरा रियलाइज भयो। मैले समुद्रलाई हाम्रो ग्रुपमा खोजेँ, ऊ त्यहाँ थिएन। मैले गोदावरीदेखि घर नपुगुन्जेल पनि फोन गरिरहेँ। सायद हजारौँ पटक गरेँ होला, तर उसले एक पटक पनि फोन रिसिभ गरेन। फेसबुकमा मेसेज पनि गरेँ, 2 दिनसम्म सिन नै भएन। त्यसपछि त मेसेज गर्नै मिलेन। सायद मलाई ब्लक गरेछ, कलेज पनि आउने छोड्यो।
उसको यस्तो हरकतले मलाई दिनदिनै पीडा हुन थाल्यो। म एक्लै कोठामा थुनेर बस्न थालेँ। उसँग बिताएका मिठा यादहरूको कल्पनामा बिताउन थालेँ। उसलाई बेलैमा आफ्नो मनको कुरा भन्न नसकेको पछुतोमा आफैलाई गाली गर्दै आफूलाई सजाय दिँदै बसेँ। सबै गाउँ समयसँगै खाटा बस्दै जान्छन् भन्थे, तर मेरो त झन् बल्झिँदै गयो, पिप जम्दै गयो। म बिस्तारै डिप्रेसनको शिकार बन्दै गएँ। फेरि एकपटक मेरो बन्दै गएको सपनाको महल बालुवामा पानी खन्याए जस्तै भयो। पानीको एउटै बहावमा सबै बगेर सकियो। म फेरि त्यही बगरको बालुवा भएँ। समुद्र मेरो जीवनबाट हराएको 10 महिनाभन्दा धेरै भइसकेको थियो। सेकेन्ड इयरको परीक्षा सकेर रिजल्ट पनि आयो, तर समुद्र फर्केर आएन। उसले परीक्षा पनि दिएन, सायद फर्म नै भरेन। एउटा घटनाले नै पक्कै उसलाई मबाट यति टाढा लगेको त होइन होला। के थाहा, आज समुद्र मबाट टाढा हुनुमा सबैभन्दा ठुलो दोष मेरो पो थियो कि? समुद्रलाई मैले धेरै ठाउँमा खोजेँ, धेरैजनाहरूसँग सोधेँ। 2 पटकसम्म स्वर खुट्टेको उसको डेरामा पनि पुगेँ, तर ऊ भेटिएन। जापानमा भएको नवीनलाई फेसबुकबाट रिक्वेस्ट पठाएर समुद्रको बारेमा जान्न कोसिस गरेँ। बिचरा नवीनलाई पनि केही थाहा रहेनछ। नवीनले नै मलाई समुद्रको घरको नम्बर दियो। फोन त गर्ने, तर के भनेर सोध्ने, आफ्नो परिचय के भनेर दिने? 1 हप्ता जति सोचेपछि मैले समुद्रको घरमा फोन गरेँ। घरमा पनि गएको रहेनछ। उसले त आफू काठमाडौँमा भएको र जागिरको कारणले कलेज जान नपाएको भनेर घरमा टाँटेको रहेछ। जागिरको कुरा सुनेपछि मलाई अर्को कुरा पनि याद आयो। उसले धेरै पहिलेदेखि जागिर खोजिरहेको थियो, किनकि घरबाट पैसा माग्न उसलाई अप्ठ्यारो लागिरहेको थियो। उसले बताउँथ्यो सब कुरा। उसले कमाएर दिने बेला उठे बुढाआमा बुवालाई कसरी माग्नु भनेर अप्ठ्यारो मानिरहेको थियो। बिहान बेलुका छाकटार भने पनि एउटा गतिलो जागिर नखोजी भएको छैन भन्दै मलाई सबै कुरा सुनाउँथ्यो। सकेसम्म ऊ पढाइ र जागिर सँगै लान चाहन्थ्यो। त्यो भएन भने पनि 1-2 वर्ष काम गरेर मात्र आफ्नो पढाइ पुरा गर्न चाहन्थ्यो र यो उसको लागि राम्रो अवसर थियो, मबाट टाढा जाने र आफ्नो उद्देश्य पुरा गर्ने। समुद्रलाई आफैसँग राख्न नसकेकोमा मलाई धेरै पछुतो लागिरह्यो। उसले आफ्नो मनको सबै कुराहरू भनिसक्दा पनि मैले कहिले उसलाई मेरो आफ्नो कुराहरू भन्न सकिनँ। उसलाई पनि मैले कति धेरै माया गर्छु भनेर जताउनै सकिनँ। आखिर मैले किन उसलाई माया गर्न सकिनँ? उसलाई माया बुझाउन सकिनँ किन? म बिस्तारै डिप्रेसनमा गइरहेको थिएँ। त्यही बिचमा मेरो भेट फेरि एकपटक रिदमसँग भयो। उसलाई चाहेर पनि बोल्न सकिरहेको थिइनँ। झन् मेरो यस्तो अवस्थामा ऊ मलाई अझ धेरै दुःख दिन आइरहेको थियो। मलाई उसको अनुहार हेर्नसम्म पनि मन छैन। तर ऊ फेरि त्यही स्कुल लाइफको कुरा झिकेर निको भइसकेको घाउलाई कोटाइरहेको थियो। म समुद्रलाई गुमाउनु परेको पीडामा त थिएँ नै, रिदमको आगमनले झन् धेरै पीडा थपिदियो। ए भगवान्, त मलाई कति पीडा दिन्छस्, कति दिन सकिरहेको छस् र अझै कति दिनेवाला छस्? म मनमा नै पुकार्थेँ र अप्काउँथेँ। दिन प्रतिदिन मेरो बिग्रेको हालत देखेर घरमा मम्मी बाबा पनि चिन्तित हुनुहुन्थ्यो। बिहे गर्ने उमेर भएकी छोरी, धेरै पढेर राम्रो जागिर खाली भनेको त दिनरात कोठामा ढोका थुनेर बसेकी थिइन्। मलाई सबैले धेरै पढेर पागल हुन लाग्यो भनेर खिसी गर्न थालेका थिए। मलाई आफ्नै हालत देखेर केही पर्वाह थिएन। नाथे समाजले के भन्छ भनेर कुनै मतलब किन हुन्थ्यो र? एक दिन साँझ बाबाले मलाई ध्यान योगको बारेमा बताउनु भयो। मेडिटेसन कसरी गर्ने र किन गर्ने भनेर युट्युबमा भिडियोहरू पनि देखाउन थाल्नुभयो। मैले विभिन्न धर्मगुरुको प्रवचनहरू सुन्न र हेर्न थालेँ। मलाई सबैभन्दा धेरै प्रभाव ओशोको कुराहरूले पर्यो। पछि इन्टरनेटमा उहाँका सबै प्रवचनहरू सुने पनि मलाई ध्यान र साधनामा जान मन लाग्यो। तपोवनमा रहेको ओशो ध्यान केन्द्रमा 15 दिन जति बसेर योग साधना सिकेँ। त्यहाँको माहौलले मेरो जीवनमा धेरै परिवर्तनहरू सुरु भयो। म पहिलेको जस्तो त हुन सकिनँ, तर त्योभन्दा धेरै फरक तर मेच्योर हुने पक्कै भएको जस्तो अनुभूति भयो। अब मेरो जीवनमा धेरै कुराहरू परिवर्तन हुन थाले। मेरा प्राथमिकताहरू परिवर्तन हुन थाल्यो। मेरो सपनाहरू बदलिँदै गयो। जीवन र जगतप्रतिको मेरो दृष्टिकोण बदलिएर आयो। मेरो बदलिएको जीवनशैली देखेर घरमा खुसी त फर्किएको थिएन, तर एक लेभलको सन्तुष्टि भने पक्कै मिलेको थियो मम्मी बाबालाई। जेनतेन मैले आफूलाई पढ्नमा समर्पित गरेँ र बिएससी पास गरेँ। मेरो मन मस्तिष्कबाट रिदम पहिले मरिसकेको थियो। समुद्रको याद पनि बिस्तारै हराउँदै थियो। जिन्दगीमा कोही मान्छे पनि सँगै हुँदैन, ढिलो चाँडोको कुरा नहो। एक दिन सबैले संसार छोडेर नै जानुपर्नेछ भन्ने कसैको यादमा यो पाएको जीवनलाई खेर फाल्नु पनि मूर्खता नै हो। प्रेम उमेरमा भएको राम्रो हो, जुन मैले पाएर पनि जोगाउन सकिनँ। 22 वर्षलाई धेरै उमेर पाकेको त भन्न मिल्दैन, तर किन म आफूलाई 40 कटेको जस्तो लाग्छ।
प्रेम गर्दै हिँड्न बेला सकियो जस्तो लाग्छ। सायद जीवनमा फेरि अब कसैसित प्रेम होस् त्यस्तो मैले सोचेको पनि छैन। मैले जीवनमा 2 जनालाई प्रेम गरेँ, त्यो नै मेरो लागि काफी थियो जीवन बिताउनलाई। युएसमा मास्टर्स गर्नको लागि अप्लाई गरेँ। राम्रो कलेजबाट अफर आयो, राम्रो स्कलरसिप पनि पाएँ। जस 2 वर्ष बसेर पढ्नलाई अब गाह्रो नहुने भएपछि मैले बाहिर गएर पढ्ने निधो गरेँ। घरमा सबैभन्दा गाह्रो मम्मीलाई मनाउनु भयो। केही सिप्न लागेपछि फर्केर नेपाल आउँछु र हजुरहरूले खोजेको केटासँग बिहे गर्छु भनिसकेपछि बल्ल मलाई बाहिर जान दिनुभयो। बाबालाई त राम्रोसँग थाहा थियो सायद म नेपाल फेरि फर्केर आउनेछु। आयो भने पनि बाबा मम्मीलाई भेट्न मात्र आउनेछु। बिहे त धेरै परको कुरा। हेर्दा हेर्दा बितिसक्ने दिन पनि आयो। बाबा मम्मी र भाइ एयरपोर्टसम्म छोड्न आउनुभयो। घरदेखि नै मम्मीको आँखाको आँसु रोकिएको थिएन। झन् फोटो खिचेर छुट्ने बेला त उहाँलाई सम्हाल्नै सकिएन। मलाई पनि एकदमै नरमाइलो लाग्यो। अन्तिम पटक मैले मम्मीको छातीमा शिर राखेर रोएँ। सायद अब यसरी रुने यो नै अन्तिम मौका थियो होला। बिहे त मैले यो जुनीमा सोचेको पनि थिइनँ। बाबा भाइ मम्मीलाई अन्तिम पटक बिदाईको हात हल्लाएपछि म काँचको पर्दाभित्र छेकिएँ। मेरो फ्लाइटको पालो हुन अझै समय बाँकी थियो। म फ्री वाइफाई चलाउँदै फेसबुक स्क्रोल गर्दै थिएँ। सरिनाले मेरो यसको भिजा लागेको र आज जान लागेकोमा शुभकामना र शुभयात्रा लेखेर मलाई लगायत सबै साथीलाई ट्याग गरिछ। झन् कसैलाई पनि नभन भनेको के मान्थे। त्यसपछि मेरो टाइमलाइन र च्याट बक्समा शुभकामनाको ओइरो आउन थाल्यो। देख्दै नदेखेको आइडीबाट पनि मेसेज आएको देख्दा म त छक्क परेँ। अरे बाबा, मेरो आइडीमा को मात्र फ्रेन्ड रहेछन्। यति धेरै मेसेज मैले पहिलोपटक पाउँदै थिएँ। मन हुँदै पनि मैले सबैलाई रिप्लाई दिन सकिनँ। मेरो फ्लाइटको टाइम भइसकेको थियो। सबै यात्रुहरूलाई निश्चित ढोकाबाट भित्र छिर्न निर्देशन लाउडस्पिकरबाट आइरहेको थियो। हतार म आफ्नो सामानहरू मिलाउँदै लगेजहरूलाई सकि नसकेकी सार्दै थिएँ। मेरो मेसेन्जरमा 2-3 चोटि टुङ टुङ गरेर नोटिफिकेसनको घन्टी बज्यो। यस्तो हतारको बेला कसले मेसेज गर्यो होला मलाई हेर्ने इच्छासम्म भएन। मैले मोबाइलको वाइफाई अफ गर्न पेन्टको खल्तीबाट मोबाइल झिकेँ। वाइफाई अफ गर्न स्क्रिनमा टच गर्दा मेसेन्जर खुल्यो। मेसेजको टपमा जुन नाम थियो त्यो देखेपछि मेरो सारा शरीर फ्रिज भयो। समुद्रको पुरानो आइडीबाट त्यो मेसेज आएको थियो। मेरो पाइला जहीँको तहीँ रोकियो। आँखाबाट बर्र आँसु निस्के। थाहा छैन यो खुसीको आँसु हो कि दुःखको। मैले त्यसलाई पुछिनँ, केवल बगिरहन दिएँ। मेसेज खोलेर हेरेँ। लेखिएको थियो, म कहाँ छु, कस्तो अवस्थामा छु र किन छु त्यो पछि भन्दै गरौँला। अहिले तिमी आफ्नो पढाइ र साधनामा ध्यान दिनु, धेरै पढेर ठुलो मान्छे बन्नु, तिम्रो यात्रा सफल रहोस्, शुभकामना। 2 हरफको मेसेज पनि मैले 10 चोटि पढेँ होला। मलाई आफू बाटो छेकेर बसिरहेको छु भन्ने पनि थाहा भएन। पछाडिबाट यात्रुहरूले ठुलो आवाजमा बाटो छोड्न कराएपछि बल्ल मेरो होस आयो। मैले आफू उभिरहेको ठाउँबाट अलिक पर सरेँ। समुद्रको प्रोफाइललाई धेरै पटक निहालेँ। ब्याकग्राउन्डमा सुन्दर हिमाल देखिएको थियो अनि हिमालको तल काखमा एउटा सानो स्कुल थियो। स्कुललाई बिचमा पारेर उभिएको थियो। उसका वरपर स्कुलले बच्चाहरू रानी मौरीलाई भाले मौरीहरूले घेरे चाहिँ घेरिएर बसेका थिए। ती सबैको अनुहारमा आँसुले भरिएको थियो। गोलो फ्रेमको चस्माभित्रबाट उसको एकजोर आँखा मलाई नै हेरिरहेको चाहिँ लाग्थ्यो। चुस्स दारीमा उसको मुस्कान उत्तिकै प्यारो थियो। आज पनि ऊ फोटोमा त्यत्तिकै मुस्कुराइरहेको थियो। आदरणीय साइग्रेस दाइ, म हजुरलाई यो कथा किन लेखिरहेको छु म आफैलाई नै थाहा छैन। लेख्नलाई खालि कागज र कलम मात्र भए पनि नहुँदो रहेछ। भरिएको मन चाहिने रहेछ र साथै बहकिने मन पनि। एउटा यस्तो मन जो हजारौं पीडाले छिया भएको होस्, जोसँग बाँड्नको लागि केवल दुःख मात्र होस् र सुनाउनको लागि कथा। यो कन्फेसन भनौँ वा कथा, सुन्ने श्रोताले जे बुझ्नुहुन्छ त्यो उहाँहरूले नै बुझ्नुहोस्। यसलाई मैले 3 पार्टमा लेखेको छु। पहिलो भागमा निर्जलाको कथा, जसलाई तपाईँले सुनिरहँदा यो उनीले भनेको जस्तो लाग्छ। उनको कथा पहिले राम्रोसँग बुझिएन भने मेरो कथा एकतर्फी हुन सक्छ। यस कथाको दोस्रो भागमा समुद्रको कथा। निर्जलाको कथा भनिरहँदा वा समुद्रको कथा सुनिरहँदा 2 फरक मान्छेहरूको कथा सुनिरहे जस्तो लाग्न सक्छ, किनकि यस कथाको अधिकांश घटनाहरू वास्तविक जीवनबाट प्रेरित भएर लेखिएको। 2 कथाहरू एक आपसमा फरक भए पनि ती कथाहरू कतै न कतै हाम्रो जीवनमा जोडिएको पाउनुहुनेछ। यो कथा मैले किन लेखिरहेको छु र कसका लागि लेखिरहेको छु म आफैलाई थाहा छैन, तर यति चाहिँ थाहा छ कि यो कथा सम्पूर्ण प्रेमिल मनहरूलाई समर्पित गर्दै लेखिरहेको छु। ती प्रेमिल मनहरू जो सधैँ सच्चा प्रेमको हकदार भएर पनि आफ्नो प्रेम पाउन सकेनन्। जो मुटुभरि माया बोकेर पनि अरूको अघि पोख्न सकेनन्। यो कथा आफू जस्तै तमाम मनहरूलाई
प्रेमिल भावनामा समर्पित गर्न चाहन्छु अनि सोध्न चाहन्छु कि तपाईँको जीवनमा पनि यस्तै चाहेको कोहीलाई नपाएको घटनाहरू छ। यो प्रश्न यो कथा सुनिरहनुहुने सम्पूर्णमा तपाईँको एक कमेन्टमा म मेरो उत्तरहरू खोजिरहेको हुनेछु। प्रदीप देवकोटा।